to continue the technical session. Over to you, sir. थ्याङ्क यू स्वादिक्षा। हो आज चाहिँ हामी हिजो म्याथमेटिक्सको बिचमा थियौँ होइन, त्योबाट कन्टिन्यू गर्छौँ। प्लस आज हामी चाहिँ फिगरहरूको लागि चाहिँ हेर्नेछौँ है त। ल मेरो स्क्रिन देखिरहेछ? मेरो स्क्रिन देखेको छ? छैन सर। छैन? छैन सर। छैन सर। अहिले छैन। छैन सर। छैन नि, के भएछ त्यस्तो नि। मेरोमा चाहिँ देखिरहेको छ। देखिएको छ अहिले? अहिले देखिएको छ है? देखिन्छ। ओके। ल पख है त 1 मिनट। ल सुरु गरौँ है त, अरू पनि आयो जस्तो त। ल अब हामीले हिजो म्याथमेटिक्समा थियौँ होइन, म्याथमेटिक्समा हामी लगभग यहाँसम्म थियौँ होइन त। मेरो आवाज सुनिरहेछ? हजुर सुनिरहेछ। ओके ल, मेरो आवाज सुनिरहेछ भने ठिक छ। च्याट पनि अन गरेर छोडिदिउँ। ओके ल, ठिक छ।
अब हामी म्याथमेटिक्स कन्टिन्यू गर्छौँ होइन। अब म्याथमेटिक्स कन्टिन्यू गर्दाखेरि चाहिँ हामी यहाँसम्म पुग्यौँ। अब म्याथमेटिक्समा अब गर्दाखेरि भनेको चाहिँ हामीले बेसिकली हेर त हामीले ब्र्याकेट हाल्न जान्यौँ होइन, यसरी लेख्न पनि जान्यौँ। अब के बाँकी छ जस्तो लाग्छ भन त ल। कसैलाई सर के बाँकी हजुरको छ स्क्रिन जस्तो नै लाग्छ देखिरहेको भने छैन। स्क्रिन त हजुरको स्टप भएको छ सर। देखाएन अहिले पनि। बिचमा एउटा ग्रिन लाइन आएर खै के ग्लिच भयो जस्तो छ। मेरोमा चाहिँ यहाँ फेरि स्क्रिन सेयरमा फेरि देखाइरहेको छ कि नखोजेको यहाँनिर यो तिम्रो कतै त पिन गर्न एकचोटि पर्यो फेरि कि अफ गरेर स्क्रिनलाई। फेरि सेयर गर्नुहोस् न सर, सायद होला कि सर्ट आउट। मैले फेरि सेयर गर्थेँ है त। फेरि यो भयो। अब हेर त देखिरहेछ। के को क्लास हो भन्ने पनि सक्छ के भन्छ देखिरहेको छैन। किन यस्तो आज प्रब्लम भइरहेछ त। नो भने सबैले एकचोटि म फेरि ओके अहिले देखेको छ कि छैन। छैन सर। किन यस्तो भयो त? नेटवर्क प्रब्लम हो कि सायद। नेटवर्क प्रब्लम हो कि के हो त? अहिले फेरि मेरोमा यहाँ देखाइरहेछ कि स्क्रिन सेयर, यही मैले देखाइरहेको स्क्रिन सेयर भइरहेछ भनेर। मलाई चाहिँ क्लियरली भिजिबल छ कि मेरो स्क्रिन सेयर छ भनेर कि। यता चाहिँ आएको छैन, खै एकचोटि म ट्राई गर्छु। तिमीहरूले सायद यो एकचोटि स्क्रिन हेरेर तिमीहरूले छुट्टै अरू नै कुरा पिङ गरेको छौ कि चेक गर त। त्यस्तो त छैन। एकजना छैन सर, एकजना अघि त यस्तो आउला थियो, अहिले चाहिँ केही पनि छैन। ओके के भएछ त यहाँ। अहिले देखिन त देखियो, तर के देखिँदैछ। के त एकचोटि फेरि रिजोइन गर्नुहोस् न सर, सायद प्रब्लम ल हुन्छ ल मैले रिजोइन गरेँ। ओके। अहिले देखिन चाहिँ देखिएको छ सर, हजुरको म्युट छ माइक। ए अहिले देखेको छ है म्युट रहेको। देखेको छ होइन त अहिले। देखिँदैछ सर। ल आयो होइन त। कोही बेला यो समस्या हुन्छ। ओके ल अब हामी यहाँबाट कन्टिन्यू गरौँ होइन। ओके ओके ल सुरु गरौँ है त अब।
अब सुरु गरौँ। अब भन त म्याथमा चाहिँ अरू के हुन्छ जस्तो लाग्छ? हामीले हिजो यतिसम्म त गऱ्यौँ होइन? सुनिरहेछ कि छैन जनक भन त, आज किन यस्तो प्रब्लम भयो? अहिले सुनिरहेछ। देखि पनि रहेछ खै है? केही टाइप गर्नुहोस् त सर त्यता। उम्, भइरहेछ। ओके। ल, ल, ल। ल ठिकै छ। अब हामीले म्याथमेटिक्समा चाहिँ हिजो यतिसम्म गऱ्यौँ होइन? अब चाहिँ के हेर्छौँ भन्दाखेरि धेरै कुरा चाहिँ लगभग यसैबाट हुने भयो। सिम्बल्स हाल्न जान्यौँ, हामीले फ्रेक्सनमा हाल्न जान्यौँ होइन? हिजो इन्टिग्रेसनसम्म गरेछौँ। अब आज चाहिँ लिमिट हेरौँ है त। सुरुमा लिमिट हेरौँ अनि अरू हेरौँ। होस् है। त्यसैको लागि बिगिन इक्वेसन गर्न पर्यो होइन? इक्वेसन लेख्नको लागि बिगिन इक्वेसन लेख्नु पर्यो। अनि बिगिन इक्वेसन लेखिसकेपछि यहाँनिर अब यसमा चाहिँ लिमिट लेख्नको लागि स्ल्यास लिम लेख्ने हो होइन? यस स्ल्यास लिमले चाहिँ लिमिट देखाउँछ। अब हामीले लिमिटको त तल मात्र लेख्छौँ, x2 कति भनेर भन्छौँ नि त होइन? त्यही भएर अन्डर स्कोर अनि त्यसपछि कति भन्नलाई चाहिँ कर्ली ब्र्याकेटमा x अनि एरो दिनलाई /2 अनि इन्फाइनाइट भन्नु पर्यो भने /INFTY। यो चाहिँ सिम्बल भयो होइन त? अब यो भनेर अब हामीले के लेख्न छ त? अहिले मैले x² मात्र लेखेँ। यति गरेर चाहिँ रिकम्पाइल हेरौँ। ल यहाँ हेर त, लिमिट x टु इन्फिनिटी गर्दा x² गरेँ, यसरी चाहिँ लिमिट लाग्छ। र तिमीहरूले पनि यो ट्राई गर अहिले, अनि अरू थप्दै जान्छु। सर नबोल्नु भएको हो? मैले तिमीलाई गर्नलाई टाइम दिएको हो नि, यो गर त भनेर। ल यति गऱ्यौ, कोही बोल है, फेरि बोलेन भने इन्टरेक्टिभै हुँदैन। गऱ्यौँ सर। भयो सर, गऱ्यौँ सर। ओके ल, यसरी यति भयो है। अब यति भइसकेपछि खासै अरू छैन। अब तिमीहरूको जसरी मैले तिमीहरूलाई समिसन भनेको थिएँ नि, अब समिसन भनेको प्लसको लागि भयो, प्रोडक्टको लागि पनि छ कि होइन? प्रोडक्टको लागि पिआरओडी भनेर मात्र छ। यसमा चाहिँ प्रोडक्टको सिम्बल आउँछ कि प्रोडक्टको सिम्बल चाहिँ मेरोमा चेन्ज भयो जस्तो। ओके, पुरै नै रिफ्रेस भयो त। यहाँ हेर त, प्रोडक्टको लागि चाहिँ यो छ कि देख्यौ? प्रोडक्टको लागि यो साइन छ। हाम्रो समिसन भनेको प्लसको लागि भयो, प्रोडक्टको लागि यो छ है। जस्ट फर इन्फर्मेसन मात्र भनिदिएको मैले। /PROD मात्र रहेछ समको ठाउँ। अब हामी जान्छौँ म्याट्रिक्सतिर, किनकि हाम्रो लगभग म्याथमा यति लेखेपछि धेरै कुराहरू आइसके होइन? अब चाहिँ हामी म्याट्रिक्सतिर जान्छौँ है। म्याट्रिक्स भन्दा अगाडि पनि एउटा के छुट्याएँ जस्तो लाग्यो भन्ने लागेको थियो होइन? त्यो चाहिँ म भनिहाल्छु। अर्को छ बिगिन इक्वेसन एरे। अब त्यो समेसनको कसरी राख्ने हो? /सम हिजो आएको थिएन हो?
हिजो मेरो बिचमा छुट्याएको थियो सर। ए भिडियो थियो नि त नि भिडियो दिएको ए मैले भेटाएन सर भिडियो चाहिँ। ल ठिकै छ अहिले त्यही ग्रुपमा हालिदिएको छ नि जनकले त्यही हेरौँला पछि अहिले यहाँबाट कन्टिन्यू गर है हजुर हुन्छ सर। बिगिन इक्वेसन एरे अब इक्वेसन एरेमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले अहिलेसम्म यहाँ चाहिँ सिंगल लाइन इक्वेसन लेखिरहेको थियौँ कि अब हामीले इक्वेसन एरे लेख्दाखेरि चाहिँ हामी चाहिँ मल्टी लाइन इक्वेसन्सहरू चाहिँ लेख्छौँ जस्तै केही छ भने होइन जस्तै एक्स स्क्वायर माइनस 2x इक्वल्स टु ल मानौँ एक्स माइनस 2 नै थियो होइन अब हामीले त यसमा नेक्स्ट लाइन पनि लेख्छौँ होइन नेक्स्ट लाइन जानको लागि हामीले स्ल्यास स्ल्यास गर्न पर्यो होइन त न्यू लाइन जानु त स्ल्यास स्ल्यास भनेर जानेका छौँ नि त अब मानौँ हामीले नेक्स्ट लाइनमा के लेख्छौँ भन्दा यतापट्टिको राइट ह्यान्ड साइडको एक्सलाई यतै ल्याउँछौँ भनेर सोच्छौँ है त त्यसको लागि चाहिँ एक्स स्क्वायर माइनस 2x माइनस एक्स इक्वल्स टु माइनस 2 भनेर लेखेँ मैले अब यतिलाई पनि रिकम्पाइल गर्दाखेरि चाहिँ हामीले के देख्न सक्छौँ भन्दाखेरि चाहिँ दुईटा इक्वेसन चाहिँ आउँछ नि यसरी यहाँ हेर त एक्स स्क्वायर माइनस 2x इक्वल्स टु एक्स माइनस 2 अनि यो ठ्याक्कै यतापट्टि ल्याएर लेखेँ र यहाँ चाहिँ दुईटै इक्वेसन चाहिँ नम्बर भयो कि अब हामीलाई के गर्नु छ भन्दा यो इक्वल्स टु चाहिँ हामीलाई अलाइन गर्न छ यदि हामीलाई कुनै पनि कुरा यसरी अलाइन गर्न छ भने चाहिँ हामी इक्वेसनको अगाडि र पछाडि चाहिँ एम्परसेन्ट राख्छौँ कि र एम्परसेन्टले चाहिँ ल्याटिकमा कोलुम सेपरेट गर्ने काम गर्छ है जस्तै टेबल छ भने कोलुम सेपरेट गर्ने काम चाहिँ एम्परसेन्टले गर्छ त्यही भएर हामीले इक्वल्स टुको अगाडि पछाडि चाहिँ एम्परसेन्ट लगाइदिन्छौँ जस्तै यहाँ तिमीहरू देख्न सक्छौ मैले दुईटा एम्परसेन्ट लगाएँ रिकम्पाइल गरेँ के देखियो भन्दा मेरो इक्वेसन दुईटा आइरहेछ र यहाँ हेर त इक्वल्स टु चाहिँ अलाइन भएको छ त्यो एन्सर मेरो देखिरहेछ र हेर त दुईटै इक्वेसन नम्बर भइदियो अब होइन मलाई दुईटै इक्वेसन नम्बर गर्न छैन जस्तै माथिको गर्न छैन तलको मात्र इक्वेसन नम्बर गर्न छ भने माथिको इक्वेसनमा यो स्ल्यास स्ल्यास भन्दा अगाडि चाहिँ स्ल्यास नो नम्बर भनेर चाहिँ हालिदिने यो गर्यो भने चाहिँ के हुन्छ भन्दाखेरि यतापट्टि इक्वेसन नम्बरिङ चाहिँ जहाँनिर नो नम्बर गरेछौँ त्यहाँ चाहिँ इक्वेसन नम्बरिङ हुँदैन तिमीले अब यति ट्राई गर त सुरुमा अनि म अरू थप्दै जान्छु अगाडि अर हाल्नको लागि स्ल्यास टेक्स्ट अनि अर हाल्ने हो कि तिमी भनेको ठिक छ त हिजो चाहिँ हामीले त्यसबारे गरिसक्यौँ टेक्स्ट होइन अर यो हाल्यो भने भइहाल्छ तिमीलाई अब यो चाहिँ जस्तो चाहिन्छ त्यही अनुसार युज गर्न सक्छौ कि अर भइहाल्यो अब यसलाई पनि अलाइन गर्नु छ भने अर्को एम्परसेन्ट राख्नुपर्छ कुन कुरालाई चाहिँ अलाइनमेन्टमा प्रायोरिटी दिने भन्ने हो कि एम्परसेन्टले अर राखिरहनु चाहिँ परेन यति गरिसकेपछि गऱ्यो भने है च्याटमा भन्दा पनि हुन्छ सर त्यो नम्बरिङको लागि हजुरले के भन्नुभएको थियो पहिले? स्ल्यास नो नम्बर स्ल्यास नो नम्बर युज गर्ने ओके सर। सर
जस्तो नम्बर राख्नु परेपछि के थियो त्यो मैले अघि नै त्यो गर्दाखेरि छुटे सर। नम्बर राख्नलाई केही पनि गर्नु पर्दैन। हामीले जो ड्यास ड्यास गरेर इक्वेसनलाई नम्बर दिन्छौँ नि जस्तो हो त्यो टाइपको। त्यो केही पनि गर्नु पर्दैन, आफै बिगिन इक्वेसन गरेपछि वा इक्वेसन एरेन्ज गरेपछि आफै नम्बर हुन्छ। नम्बर नराख्ने भएपछि नो नम्बर गर्नु पर्यो। ए ओके सर। बुझ्यौ गौरव? हजुर सर बुझेँ। सर जस्तो अब हामीले अब जस्तो एउटा इक्वेसनलाई सल्भ गर्छौँ होइन अलिक लामो खालके, जस्तो यही इक्वेसनलाई पनि सल्भ गर्नु पर्यो भने अब हामीले अब हरेक स्टेपमा त नम्बरिङ गर्दैनौँ नि त, एकैचोटि लास्टमा हरेकचोटि नो नम्बर लेख्नुको साटो एकैचोटि लास्टमा मात्रै नम्बर दिने भन्ने खालको केही हुँदैन? त्यस्तो चाहिँ मैले पनि ट्राई गरेको छैन होइन। नम्बर भनेर केही रहेछ भने चाहिँ नो नम्बर छ नम्बर भन्ने नै हुँदैन क्या त्यो चाहिँ। भनेपछि हामीले इच स्टेपलाई चाहिँ नो नम्बर भन्दै भन्दै लास्टमा चाहिँ त्यतिकै छोड्नु पर्यो अनि लास्टकोलाई मात्रै नम्बरिङ हुन्छ है? एक्ज्याक्टली। ए हस्। अनि तिम्रो के हुन्छ भन्दा इक्वेसनलाई चाहिँ तिम्रो मल्टिपल पेज एकैचोटि जाँदैन कि। तिम्रो जस्तै बिगिन इक्वेसन एरे छ, तिम्रो मानौ यो तिम्रो 2 पेजको इक्वेसन छ भने चाहिँ तिमीले लेख्दै गयो भने चाहिँ इक्वेसन भनेको एउटा फिगर जसरी बुझ कि। जस्तै एउटा फिगर यति ठुलो एउटा फिगर छ भने यदि तिम्रो यो पेजमा अड्दैन भने त अड्दैन हो कि, मतलब त्यसरी काम गर्छ भन्ने बुझ्नु पर्यो कि तिमीले। त्यो ठाउँमा तिमीले ब्रेक नै गर्नुपर्छ, ब्रेक गरेर अर्को स्टार्टै गर्नुपर्छ कि बिगिन र इन्ड इक्वेसनको लागि चाहिँ। बुझ्यो विशाल? हजुर सर हुन्छ। मल्टिपेज पनि ब्रेक हुँदैन के इक्वेसन है। टेबल चाहिँ ब्रेक हुन्छ, मल्टिपेज भयो पनि लङ टेबल युज गर्यो भने इक्वेसन्सहरू चाहिँ ब्रेक हुँदैन, एउटा सिंगल ब्लक हुन्छ कि। भनेपछि चाहिँ यति गर्यो होइन त? हजुर सर। ठिक छ, यति गर्यो भनिसकेपछि चाहिँ अब अगाडि बढौँ। हिजो मलाई एकजनाले सोधिरहेको थिए, जस्तै अब हुन्छ नि एउटा लामो इक्वेसन छ मल्टिपल लाइनमा लेख्न पर्यो भने के गर्ने त भनेर सोध्दै थियो है। त्यसको लागि चाहिँ मैले यही माथि भएको इक्वेसन तल पेस्ट गरेँ होइन, कति लेखिरहनु भनेर। अनि इक्वेसनको ठाउँमा चाहिँ अलाइन लेख्ने कि, अलाइन भनेर लेख्ने। अनि यहाँ तल पनि अलाइन भनेर लेखेँ है, अलाइन भनेर लेखेँ। अब ए भइसकेपछि चाहिँ हामीले के गर्न मिल्छ भन्दाखेरि चाहिँ जस्तै इक्वेसन यहाँ बढ्दै गयो होइन। ल केही मैले लेख्दैछु रे भनेपछि +3 प्लस अझै यसैलाई थपिदिन्छु नि है, प्लस यसैलाई थपिदिएँ मैले। अब त्यो इक्वेसन एकदमै लामो भयो होइन, नट्न पनि सक्छ भनौँ न। हेर त यति गयो। अब मलाई चाहिँ के गर्नु छ भन्दाखेरि चाहिँ ल +1 2 3 4 5 6 अब मलाई के गर्नु पर्यो भन्दाखेरि चाहिँ यो इक्वेसन त एकदमै लामो भयो। हेर त यहाँबाट मार्जिनबाट पनि बाहिर जान थालिसक्यो होइन। अझै थपिदिउँ नम्बरलाई। अब यसरी धेरै जान लाग्यो भने त हामी नेक्स्ट लाइनमा लेख्छौँ, तर नेक्स्ट लाइनमा लेख्दा पनि हामीले के कुरा चाहिँ फलो गरेर आउँछौँ भन्दाखेरि चाहिँ इक्वल्स टु भन्दा चाहिँ अलि उतापट्टि गएर लेख्न स्टार्ट होस् भनेर चाहिँ हामी मेक स्योर गर्छौँ नि त होइन। त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरि हाम्रो हुन त अरू अरू अप्सन पनि तिमीहरूले पछि भेट्टाउँछौ होइन, तर इन जेनरल अप्सन चाहिँ हामीले कोलम ब्रेक गर्ने। जस्तै मैले यहाँनिर के राख्छु भन्दाखेरि चाहिँ एन्ड राख्छु, एन्डले कोलम ब्रेक हुन्छ। अब मलाई चाहिँ यहाँ 3 पछाडि चाहिँ त्यसलाई नयाँ लाइनमा पठाइदिन्छु मैले है। यहाँ हेरेर चाहिँ यो 3 पछाडि स्ल्यास गरेर नयाँ लाइनमा पठाइदिन्छु। अनि त्यस पछाडि मैले कोलम सेपरेटको यो M% त यहाँनिर राखेको छु नि त, भनेपछि न्यू लाइनमा गइसकेपछि पनि मैले जहाँ M% राख्छु नि त्यो कुरा र अर्को कुरा चाहिँ अलाइन हुन्छ कि। हेर है मैले यहाँनिर राखेँ, के हुन्छ भन्दा यो इक्वल्स टु भन्दा अगाडि राखेको छु भनेपछि यो इक्वल्स टु भन्दा अगाडि र यो प्लस भन्दा अगाडि ठ्याक्कै अलाइन भएर आउँछ। यहाँ हेर त इक्वल्स टु भन्दा अगाडि र प्लस भन्दा अगाडि। अब होइन मलाई इक्वल्स टु पछि पुर्याउनु छ यो प्लस भने चाहिँ यो M% चाहिँ इक्वल्स टुको पछाडि राखिदिने,
टु भयो भने के हुन्छ त यो इक्वल्स टु को जस्ट पछाडि चाहिँ अलाइन भएर आउँछ र अर्को कुरा भनेको माथिको नम्बर भयो हामीले देखिसक्यौँ त्यसको लागि गर्ने भनेकै नो नम्बर हो ल यो पनि ट्राई गर त र यहाँ हेरेर कपी गर्न चाहिँ नखोज है किन भन्दाखेरि आफूसँग जे छ त्यही नै युज गर यत्तिकै यो कपी पेस्ट गर्नुपर्छ भन्ने छैन ठिक छ नि यस सर यसमा चाहिँ बिगिन अलाइन युज गर्ने बिगिन इक्वेसनको ठाउँमा त्यस पछाडि नेक्स्ट लाइन सेपरेट गर्नलाई स्ल्यास स्ल्यास युज गर्ने स्ल्यास स्ल्यास युज गर्यो भने नेक्स्ट लाइनमा जान्छ अब हेर नेक्स्ट लाइनमा गए पनि अब मानौँ मैले अहिले यो M% राखेको छैन है मैले M% राखिनँ भने के हुन्छ भन्दाखेरि चाहिँ तिमीहरूले यहाँ देख्न सक्छौ यो चाहिँ यसरी आउँछ कि अब एक्सेलरेसन ड्यु टु ग्राभिटी यसो यहाँबाट प्लस सुरु हुन्छ अब प्लस त हामीलाई यो इक्वल्स टु भन्दा पछाडिको ठाउँबाट सुरु हुनु पर्यो नि त त्यसको लागि चाहिँ के गर्यौँ भन्दा इक्वल्स टु भन्दा पछाडि M% राख्छौँ र हामीलाई जहाँबाट चाहिँ यो M% चाहिँ अलाइन हुन्छ भनेर बुझ कि अब हामी यहाँ तल जहाँ M% राख्छौँ यो M% र यहाँ तलको M% चाहिँ अलाइन हुन्छ त्यही भएर यहाँनिर M% राखिदिन्छौँ यसलाई रिकम्पाइल गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ त ठ्याक्कै यो इक्वल्स टु भन्दा पछाडि यो प्लस आएर बस्छ अब हामीलाई जुन हिसाबले चाहिन्छ त्यही हिसाबले चाहिँ यो युज गर्न मिल्यो कि बुझ्यौ रजन अरूले पनि ट्राई गर है अनि कसैले केही प्रब्लम भयो भने स्क्रिनसट पठाऊ म हेर्छु के भयो भने भनिदिन्छु यहाँबाट के गर्नु हाइड डिस्प्ले गर्नुपर्छ सर त्यो इक्वेसन लेखेको त्यो त्यो बिगिन भित्रको इक्वेसन जतिको पार्ट एकचोटि च्याटमा हालिदिनु न सर बिगिन इक्वेसन अलाइन भित्रको हजुर हजुर यो ओके ल हालिदिएँ मैले है सर हजुर यो जुन वर्डहरूमा हामीले यस्तो इक्वेसनहरू अथवा कुनै पनि लेख्छौँ नि त्यो पनि यस्तै कोडमै आउँछ कि जस्तै अब मैले कुनै क्वेसन एआईलाई सल्भ गर्न दियो भनेपछि चाहिँ त्यो कुरा मैले जस्तै जेमिनाईलाई पनि दियो भनेपछि चाहिँ त्यो कुरा मैले लगेर क्लिपबोर्डमा पेस्ट गर्न खोज्यो भने चाहिँ त्यहाँ यस्तै कोडहरू आउँछ कि हो त्यो ल्याटिकै कोड हो कि जेमिनाई च्याट जिपिटीले युज गर्ने पनि ल्याटिक हो त्यसले ल्याटिकै युज गरेर लेखेको हो तिमीले चाहिँ त्यसलाई गिभ मी युजिङ ल्याटिक भन्यो भने पनि तिमीलाई ल्याटिकै फर्मेटमा दिन्छ कि त्यसले अनि वर्डको चाहिँ ब्याकग्राउन्डमा नि यस्तै युज हुन्छ कि अर्को खाले हो वर्ड चाहिँ कोडको ब्याकग्राउन्डमा पनि त्यसले ल्याटिक युज गर्नलाई इन्टिग्रेट गरेको छ तर यतिको राम्ररी इक्वेसन चाहिँ दिँदैन ए हस् लिमिटवालाको त त्यस्तो खालको केही छैन यति गर्यो भने भन है अगाडि बढ्नुपर्छ
यति गर्यो मैले सोधेँ तिमीहरूलाई तिमी त्यस्तो नआत्ता कि मैले पुरै कपी पेस्ट गरिदिइहाल्छु नि इमेज सो त्यो उठाएर चाहिँ एन्डको कपी पेस्ट गरिदिनु एन्डलाई युज गरेर यो तलपट्टि सिफ्ट गरेर अलाइन गर्नु पनि एकचोटि त्यसको भनिदिनु न M% जहाँ युज गरेर जस्तै M% हेर त यो M% कहाँनिर छ भन त मलाई यो ठ्याक्कै कहाँनिर इक्वल टुको पछाडि हो हो एक्ज्याक्टली अब यो M% जहाँ छ र तल हामीले M% जहाँ राख्छौँ नेक्स्ट लाइनमा त्यो M% भएको ठाउँ अलाइन हुने हो कि हेर त इक्वस टु भन्दा पछाडि M% राखेको थियौँ भनेपछि यहाँनिर हेर त इक्वस टु भन्दा ठ्याक्क पछाडि मैले माउस राखेँ होइन त स्ट्रेट हजुर वाला हजुर पार्ट त्यसपछि हेर त नेक्स्ट लाइनमा M% प्लसको अगाडि छ भनेपछि हेर त ठ्याक्क स्क्रोल गर्दाखेरि ठ्याक्कै प्लसको अगाडि आउँछ नि होइन हेर त यहाँ ठ्याक्क तल लिएर आउँदाखेरि भनेपछि त्यो ठाउँ अलाइन हुने हो कि तिमी जहाँ M% युज गर्छौ त्यो र माथि M% जहाँ छ त्यो चाहिँ अलाइन हुन्छ कि ए हुन्छ बुझ्यौ जस्तै अब मैले M% चाहिँ मैले यहाँनिर ल्याएर यहाँनिर M% राखेको भए त्यो सुरुमा नराखेर के हुन्थ्यो त मेरो त्यो चाहिँ अलाइन हुन्थ्यो त्यो प्लसको अगाडि राखिरहेको छु नि त होइन हेर त यो प्लसको अगाडि र यो इक्वस टुको पछाडि अलाइन भयो कि कुरा बुझ्यौ हजुर सर बुझेँ सर ल अब सर त्यो चाहिँ हामी मैले एउटा म्याट्रिक्सतिर छौँ। सर मैले एउटा स्क्रिनसट पठाएको छ त्यो हेरिदिनु न पठाएको यसमा के भयो भन त यसमा समस्या त्यसमा चाहिँ जुन त्यो प्रोडक्टमा तल अलाइनमेन्ट आएको त्यो उतापट्टि रिकम्पाइल गर्दाखेरि चाहिँ अर्कै देखाइरहेछ अनि यता चाहिँ अर्कै देखाइरहेको छ क्या पह तिमीले इक्वेसन भित्र चाहिँ एक्स्ट्रा स्पेस राख्न पाउँदैनौ पहिलो कुरा स्ल्यास फ्र्याक होइन स्ल्यास डी फ्र्याक युज गर स्ल्यास फ्र्याक भनेको चाहिँ इनलाइन मोडमा मात्र युज गर्नको लागि हो हजुर अनि फ्र्याक गर्यो डिएक्स स्क्वायर प्लस फ्र्याक त्यो θ/2 गर्यो त्यही नै हो तिम्रो एरर डी फ्र्याक युज गर ए हस् त ल है हस् ओके ल अब चाहिँ हामी कता जाउँ भन्दाखेरि चाहिँ म्याट्रिक्सतिर जाउँ है त अब म्याट्रिक्सको लागि पनि मैले इक्वेसन भित्रै लेख्छु है त्यही भएर स्ल्यास बिगिन इक्वेसन भनेर लेखेँ अब हेर बिगिन इक्वेसन त हुनै पर्यो जस्तै उसको प्रब्लम आए जस्तो हामीले इक्वेसनको बिचमा स्पेसहरू नराख त्यसले चाहिँ इरर गर्छ है इक्वेसनको लागि म्याथ मोडको लागि चाहिँ एक्स्ट्रा ग्यापहरू नराख कि यहाँ अरूतिर राखे जस्तो अब बिगिन इक्वेसन भयो अब यसमा चाहिँ अब हामीले म्याट्रिक्स लेख्न छ होइन त जस्तै म्याट्रिक्स ए इक्वस टू भनेर भने मैले होइन ए इक्वस टू मात्र आयो अब मैले फेरि म्याट्रिक्सको लागि पनि बिगिन गर्नुपर्छ कि जस्तै स्ल्यास बिगिन म चाहिँ अहिले पी म्याट्रिक्स भनेर गरेँ है त ठिक छ पी म्याट्रिक्स गरेँ इन्टर गरेँ बिगिन गरेपछि इन्ट पनि आयो अब मैले म्याट्रिक्स लेख्न चाहिँ अहिले 3/3 म्याट्रिक्स लेख्छु जस्तै 1 अनि कोलम सेपरेट गर्न त M% हो भनेपछि 1 M% 2 अनि त्यस पछाडि M% अनि 3 अनि अब नेक्स्ट लाइन जाने हो भनेपछि स्ल्यास स्ल्यास 4 M% 5 M% 6 अनि नेक्स्ट लाइन जाँदा स्ल्यास स्ल्यास 7 मैले गर्दा चाहिँ हेर्ने गर कि अनि कन्फ्युज हुँदैनौ है तिमीले मैले गर्दा सँगै गर्न चाहिँ नखोज यति गरेँ अब यसलाई मैले रिकम्पाइल गर्छु मेरो यहाँ के देखिन्छ भन्दाखेरि चाहिँ ए इक्वस टु हेर त 1 2 3 4 5 6 7 8 9 भनेर देखियो अब यो पी म्याट्रिक्सको मतलब चाहिँ के भयो त भन्दाखेरि चाहिँ हाम्रो स्मल ब्राकेट राखेर म्याट्रिक्स लेख्ने भनेर भयो अब अर्को छ बी म्याट्रिक्स होइन यहाँ बिगिनमा बी बनाउँछौ भने यहाँ तल पनि बी बनाउनु पर्छ अब बी म्याट्रिक्स भनेको चाहिँ बिग ब्राकेटवाला म्याट्रिक्स भयो है हेर त बिग ब्राकेट आयो अब अर्को के छ भन्दाखेरि चाहिँ भी म्याट्रिक्स भनेर छ यहाँ भी बनाइसके पछाडि यहाँ तल पनि भी बनाउनु पर्छ यो रिकम्पाइल गर्दा भी भनेको चाहिँ डिटर्मिनेन्ट भनेर आउँछ अब भी को ठाउँमा मैले भी नलेखेर क्यापिटल भी लेख्छु भने चाहिँ यहाँ है क्यापिटल भी लेखेँ भने चाहिँ यहाँ प्रिभ्यूमा पनि देख्न सक्छौ हेर त डबल भयो डबल डिटर्मिनेन्ट भयो अब बी को ठाउँमा क्यापिटल बी लेख्छौ भने चाहिँ कर्ली ब्राकेटवाला भयो ठिक छ अब बी को ठाउँमा क्यापिटल पी लेख्छौ भने चाहिँ के होला केही छ होला यसको केही पनि छैन ठिक छ
भने पछाडि तिमीले यो डिफ्रेन्ट काइन्ड अफ म्याट्रिक्स ट्राई गर अहिलेको लागि चाहिँ मैले पी म्याट्रिक्समै छोडेँ र यहाँ कमेन्टमा पनि लेखिदिन्छु यहाँ कमेन्टमा के लेखिदिन्छ पी फर स्मल ब्र्याकेट अनि त्यस पछाडि बी फर बिग अनि त्यस पछाडि भी एन्ड क्यापिटल भी फर भनेको बुझ्छौ नि हैन पी मात्र भनिसकेपछि मैले म्याट्रिक्स पनि लेख्दिउँ ल डबल डिटर्मिनेन्ट अनि त्यसपछि क्यापिटल बी फर कर्ली ब्र्याकेट तिमीले ट्राई गर है केही कन्फ्युजन भयो भने भन नेपाली फन्ट पनि हुन्छ नेपाली फन्टको लागि प्याकेज राख्नुपर्छ त्यही अनुसारको युनिकोडबाट स्क्रिप्ट लेख्नुपर्छ हामीले त्यो चाहिँ हामीले गर्दैनौँ है यति मैले उसमा कमेन्टमा पनि राख्दिएँ तिमीले युज पनि गर अहिले लेख यो कमेन्टमा भएको पर्सेन्टमा भएको कुरा लेख्न पर्दैन तिमीले अरू युज हुने कुरा मात्र लेख नभए यो पर्सेन्टमा भएको कुरा तिमीहरू कन्फ्युज हुन सक्छौ मैले जस्ट माथि राखिदिन्छु ल ए भइसकेपछि तिमीहरू कन्फ्युज हुँदैन M% जस्ट फर कोलम सेपरेसन एन्ड अलाइनमेन्ट हो म्याट्रिक्स भित्र चाहिँ M% को यहाँ ल्याटिकमा काममै कोलम सेपरेटर हो कि इभन टेबलमा पनि कोलम सेपरेटर हो M% भनेको चाहिँ जसरी स्ल्यास स्ल्यास भनेको न्यू लाइन हो M% भनेको कोलम सेपरेटर हो ल्याटिकमा बुझ्यौ सुदीप न्यू कसरी गर्ने कस्तो न्यू कस्तो न्यू भन त भगवान के बोलेको हो तिमीले सायद त्यो इफिसियन्सी वाला न्यू हो कि होइन उसले रिपोर्टै नयाँ भनेर सोधिरहेको छ रिपोर्टै नयाँ गर्न त यहाँ होममा जाने यहाँ आएर त यो ब्याक टु यर प्रोजेक्ट जाने न्यू प्रोजेक्ट क्रिएट गर्ने हो नयाँ नै क्रिएट गर्नलाई जस्तै अरूले गर्दै गरेर म जस्ट उसलाई देखाइदिन्छु है यहाँ आएर त यहाँ होममा जाने न्यू प्रोजेक्टमा जाने ब्ल्याङ्क प्रोजेक्ट गर्ने अनि प्रोजेक्टको नाम दिने अनि क्रिएट गर्ने त्यसरी चाहिँ नयाँ क्रिएट हुन्छ है अनि तिमीहरूलाई हिजो त मैले भनेको थिएँ होइन त्यही पनि तिमीहरूले यहाँ देख्न सक्छौ फाइल आउटलाइन भनेर चाहिँ यहाँ यसरी पिक्चर राख्न अब सिकाउँछु अब यो इक्वेसन सकिन देऊ न तिमीहरूले म्याट्रिक्समा पुग्यो अलिकति केसेस भन्छु अनि सक्यो अनि हामी उसमा जान्छौँ अनि इक्वेसनमा तिमीहरूलाई मैले एउटा छुट्याइरहेको भने टाइम्स हो है जस्तै मल्टिप्लाईको लागि तिमीहरूले स्टार लेख्छौ नि अबदेखि स्टार नलेख्नु स्ल्यास टाइम्स लेख्नु है त जस्तै म कतै यहाँ 5 लेखेको छु नि होइन 5 लेखेको थिएँ ल 5 टाइम्स गरिदिन्छु है त 2 टाइम्स 5 लेखिदिन्छु नि त यहाँनिर 2 टाइम्स 5 किन हो यो प्रिभ्यूले डिस्टर्ब ल यहाँ 3 टाइम्स 5 लेख्छु है त 3 अनि स्ल्यास टाइम्स 5 भनेर लेखेँ है त मैले 3 5 हुने भयो कुनमा लेखेँ मैले भन्दा यहाँनिर 3 टाइम्स 5 टाइम्स लेख्न मिल्छ है इरर दिँदैछ गौरवले पठाएको स्क्रिनशट हेर्दैन न यो इरर दिँदैछ यो तिम्रो स्क्रिनशटै आएको छैन पख ल तिम्रो इमेज जस्तो भनेर भनेछ इमेज चाहिँ आएको छैन ए हुन्छ म फेरि रिसेन्ड गर्छु ल लास्टमा स्ल्यास स्ल्यास दिन नपर्ने हो लास्टमा स्ल्यास स्ल्यास दिन पर्दैन गौरवको आयो पख ल के छ भन्दाखेरि दिन पर्दैन किन दिने हो र लास्टमा बिगिन इक्वेसन पी म्याट्रिक्स भइहाल्यो तिम्रो अब यसमा
बिगिन इक्वेसन इन्ड इक्वेसन पी म्याट्रिक्स लास्टमा स्ल्यास पर्दैन त्यो रिमुभ गरेर पनि एरर के दिन लाग्छ भन्दाखेरि चाहिँ त्यो ट्याब क्यारेक्टर मिसप्लेस छ भनेर भन्यो त्यो एन्डलाई। एन्ड त्यसो भन्यो हजुर म एकचोटि पठाउँछु है, त्यो एररै पठाउँछु हजुरलाई म। पी म्याट्रिक्स पुरै स्क्रिन पठाउनु 1 2 3 4 5 6 7 8 9 misplace alone tab character ampersand dot okay सुवन सिंहको के एरर भयो भन त तिम्रो चेक माइन 2 भनेर लेखेर आएछ सुवन सिंह हाम्रो गौरवको त त्यस्तो केही नआउनु पर्ने गौरव एकचोटि यो मेरैबाट कपी पेस्ट गरेर ट्राई गर त तिम्रोमा त्यस्तोमा के एरर छैन ओके सर हुन्छ। पेस्ट गरे हैन भने सुवन सिंह हेर त एकचोटि चेक गर एकचोटि हजुर आफ्नो कोड पेस्ट गर्नुहोस् न। मैले गरिदिइसकेको छु अघि नै ए ओके हुन्छ। e minus 1 2 3 के देखा a equals to 1 2 3 4 5 6 अनि त्यसको लागि त माथि कहाँनिर लेखेको छ त्यो पनि पठाउ न तिमीले सिधै a equals to 1 2 3 4 5 6 म्याट्रिक्स देखेन भनेको p म्याट्रिक्स मैले दिएको एकचोटि कपी पेस्ट गर त त्यो त समस्या त नआउनु पर्ने बिगिन इक्वेसन पनि ठिक छ p म्याट्रिक्स माथि प्याकेज त राखेको छौ नि हैन मलाई भन्नुभयो सर सुभन सिंह every इक्वेसनमा लेभल छ त्यसमै हटाउनु मिल्छ लेभल के को कुरा गरिरहेको छ तिमीले ए यो भनेको 1.5 यिनीहरू यस्तो हो यिनीहरूलाई हटाउँछ भने चाहिँ यहाँनिर लेख्नै छैन भने चाहिँ यहाँनिर पछाडि स्टार हाल्न सक्छौ कि तिमीहरूले यहाँनिर पछाडि स्टार हाल्न सक्छौ मैले योतिर नभनेको अहिले यहाँहरू आउँदैन स्टार हाल्यो भने चाहिँ इक्वेसन नम्बरिङ आउँदैन टाइम्स हो मल्टिप्लिकेसनको लागि सम्पदा सुवनको भयो हामीले कस्तो प्याकेज भन्नुभएको यो माथि एएमएस म्याथ एएमएस फन्ड एएमएस एसओएमबी हिजो राखेको ए हिजो त म लास्टमा गइहाले यो राख यो प्याकेज राख नभए मैले सबै कपी पेस्ट गरिदिएँ यतिसम्म अरूको चाहिँ भयो सर त्यो माथि इक्वेसनको त्यहाँ एस्ट्रिक राख्यो भने चाहिँ त्यो इक्वेसन भित्र कन्टेन्ट गर्ने कुनै पनि इक्वेसनलाई नम्बरिङ गर्दैन हो इक्वेसनमा नि इक्वेसन एरेमा पनि अनि यो चाहिँ कस्तो बेला काम लाग्छ भन्दाखेरि चाहिँ जब तिमीहरूको सिंगल कोलम डकुमेन्ट नभएर मल्टी कोलम डकुमेन्ट छ भने चाहिँ पुरै यतादेखि उतासम्म गर्न पनि काम लाग्छ कि मतलब पुरै दुईटै कोलममा चाहिँ एउटा सिंगल लाइन इक्वेसन लेख्न नि काम लाग्छ अहिले त त्यसमा जानु परेन आर्टिकल 2 कोलम छ भने चाहिँ काम लाग्न सक्छ सर एउटा क्वेसन छ भन न हामीले हैन बिगिन इक्वेसन गर्नु र इक्वेसन एरेमा चाहिँ जम्मा एउटा फरक हो कि मल्टिपल इक्वेसन एउटामा हाल्न मिल्छ इक्वेसन एरेमा हेर न जस्तै मल्टिपल लेख्न मिल्यो हैन इक्वेसन्सहरु हजुर बिगिन इक्वेसनमा चाहिँ एउटा सिंगल लाइन इक्वेसन लेख्न मिल्छ कि ए भनेपछि हामीले मल्टिपल म्याट्रिक्स लेख्नु पर्यो भने पनि इक्वेसन एरे हालेर लेख्न मिल्यो हैन यस ओके अनि यो बिगिन अलाइन पनि युज गर्न मिल्यो यो बिगिन अलाइन इन्ड अलाइन पनि युज गर्न मिल्यो मल्टिपलको लागि हस् ल हामी यहाँसम्म छौँ है अब फर्दर जाँदाखेरि चाहिँ म तिमीहरूलाई एउटा केसेसको भन्छु है त जस्तै म्याथमै केसको है त अनि यो छ नि यसलाई म्याट्रिक्स भन्न थियो भने यहाँ भी हाल्ने त भनिहालेँ मैले हैन
ल यहाँनिर भी हाल्ने त भनिहाल्यो पी ठाउँमा होइन। अब एलाई चाहिँ के गर्ने त नि डिटर्मिनेन्ट अफ ए त देखाउनु पर्यो होइन। अब ए देखाउनु छ भने चाहिँ यसरी यो भर्टिकल लाइन हाल्न मिल्छ है, सिफ्ट अनि स्ल्यास के स्लिफ्ट र स्ल्यासको सिम्बल दियो भने चाहिँ यसरी हाल्न मिल्छ। त तिमीहरूले बिस्तारै आफै थाहा पाउने कुराहरू हो। रिकम्पाइल गरिन र अब मैले अर्को गरेँ बिगिन इक्वेसन गरेँ होइन। अब बिगिन इक्वेसन गरेँ। अब हामीले पहिला लेख्थ्यौँ नि एफएक्स इक्वल्स टु होइन एक्स स्क्वायर फर एक्स लेस देन 0 अनि त्यही एफएक्स इक्वल्स टु एक्स प्लस 2 फर एक्स ग्रेटर देन 0 भनेर गर्थ्यौँ नि होइन। हो त्यसको लागि चाहिँ कसरी लेख्ने भनेर हेर है त। यसमा चाहिँ एफएक्स होइन एफएक्स इक्वल्स टु भनेर लेख्थ्यौँ नि होइन। एफएक्स इक्वल्स टु पनि लेखेँ मैले। अनि के गर्छु भन्दाखेरि हेरेर मात्र है बिगिन केसेस है त। बिगिन केसेसमा इन्ड आएन नि त। केसेस होइन त इन्टर हेर इन केसेस पनि आयो। यो चाहिँ कस्तो भन्दा जस्तै एक्स स्क्वायर अनि फर एक्स लेस देनको लागि चाहिँ लेस देन सिम्बल दिँदा हुन्छ। अब लेस देन इक्वल्स टु को लागि चाहिँ स्ल्यास एलइक्यू भनेर हुन्छ है। लेस देन इक्वल्स टु भनेको लेस देन इक्वल्स टु 0 भयो भने एउटा अनि नेक्स्टमा एक्स प्लस 2 चाहिँ कतिखेर भन्दाखेरि टेक्स्ट होइन फर एक्स ग्रेटर देन 0 भनेर भने। अब यसले चाहिँ मलाई कस्तो दिन्छ भन्दाखेरि तँ हेर अनि तिमीले ट्राई गर्नु बिगिन केसेस भनेर मैले रङ लेखेर यो फेरि मेरो युजमा चाहिँ धेरै आउँदैन कि ए मैले यहाँ मिस्टेक गरेँ नि त। के मिस्टेक गरेँ भनेको कसैले पनि भन्दैन त। मैले स्मल ब्राकेट दिएछ अनि त्यस पछाडि बिगिन इक्यु तिमीहरू कसैले पनि केही भन्दा रहन्छौ मैले रङ लेख्दा पनि। हेर त एक्स स्क्वायर फर यो भयो होइन। अब हामीले अलाइन गर्नको लागि चाहिँ यसमा नि स्पेस राख्ने जस्तै केही कुरा अलाइन गर्नु पर्यो फर अलाइन गर्नुपर्छ नि त होइन। त्यही भएर यहाँनिर मैले M% राखिदिन्छु अलाइनमेन्ट मिलोस् भन्नको लागि होइन। जे मिलाउनु छ त्यो मिलाउनलाई M% राख्ने हो। हेर त एफएक्स इक्वल्स टु एक्स स्क्वायर फर एक्स लेस देन इक्वल्स टु 0 अनि एक्स प्लस 2 फर एक्स ग्रेटर देन 0। अब यस्तो लेख्न पर्यो भने चाहिँ बिगिन केसेस युज गर्ने कि बुझ्यौ। ट्राई गर त इन्डेन्टको लागि के कुरा बुझेन भन त गौरव बरु। त्यो हजुरले एक्स एलइक्यू लेख्नु भएको छ नि लेस देन इक्वल्स टु के स्ल्यास एलइक्यू भयो भने लेस देन इक्वल्स टु स्ल्यास जिइक्यू भयो भने ग्रेटर देन इक्वल्स टु हैन स्ल्यास एनइक्यू भयो भने नट इक्वल्स टु भन्नाले हामीले जस्ट लेस लेख्न मात्रै पनि एल मात्रै लेख्दा मिल्छ कि मिल्दैन? मिल्दैन यो त्यो चाहिँ मिल्दैन। मिल्दैन त्यो त सिधै सिम्बल। यो बिगिन केसेस चाहिँ कस्तो बेला काम लाग्छ याद आयो? लिमिट फाइन्ड गर्दा लिमिटहरु फाइन्ड गर्दा हैन हामीले जस यस्तो लेखेको त याद छ नि हैन? याद छ यस्तो त। अब कस्तो के छुट्यो होला भन त अब म्याट्रिक्स गर्यौं केसेस गर्यौं हैन इन्टिग्रेसन हाल्न जान्यौं अनि फ्र्याक्सनमा लेख्न जान्यौं अरु लेख्न त जानिसक्यौं के छुट्यो जस्तो लागेछ भने चाहिँ भन है। तिमीले एउटा कुरा फिल गर्यौ हामीले यस्तो जे पाइते लेखिराछौं हैन त्यही पनि हाम्रो डकुमेन्ट हेर त राम्रै देखिया छ है।
हो हो एकदम कि होइन लेजेट देखिरहेको छ। लेख्न फेरि केही मिनिङफुल पनि लेखेका छैनौँ, जे पाए त्यही लेखेका छौँ, बट स्टिल होइन राम्रो देखिरहेको छ होइन। ए वर्डमा चाहिँ अलिकति चेन्जेस गर्दाखेरि बिग्रिहाल्छ, त्यस्तो भइरहेछ नि। हो एक्ज्याक्टली। तर मेन कुरा के भन्दा एउटा कर्ली ब्राकेट छुटाउ फेरि एरर दिन्छ नि, त्यो चाहिँ ख्याल गर्नुपर्छ। त्यसो यति गर अनि आज हामी इमेज हाल्न सक्छौँ। भनेपछि भइहाल्छ। सर हामीले यसैबाट ग्राफ चाहिँ बनाउन मिल्छ कि मिल्दैन डेटा आफै हालेर? मिल्छ, तर मैले त्योसम्म सिकाउन तिमीहरूलाई। मैले बनाएको चाहिँ छु, धेरै धेरै नै बनाएको छु मैले त। इभन मेरो लगभग सबै फ्लो चार्टहरू नै यसैमा भन्छ, ग्राफ मात्र होइन फ्लो चार्ट पनि। सर हजुर त कलेज जानुभयो भने पनि नोट पनि यसमै बनाउनुहुन्छ होला होइन र क्लासमा? होइन होइन त्यस्तोसम्म त मैले गर्दिनँ। मेरो ब्याचलर्सको सबै रिपोर्ट पनि ब्याचलर्सदेखि नै, ब्याचलर सेकेन्ड इयरदेखि नै सबै रिपोर्ट मैले ल्याटेक्समा बनाएको हो कि। मैले ल्याटेक्स चलाएकै 8 वर्ष भयो अनि ट्रेनिङ दिएको 5 वर्ष। वाह। त्यही सर भएर हजुर हो सबसे सुरुमा ट्रेनिङ दिने सुरु गर्ने मान्छे यो लेटेकको? होइन होला, अरू नै हुन्छ। हाम्रो पुलचोकमा जयेन्द्र श्रेष्ठ सर हुनुहुन्छ, उहाँले चाहिँ यो हाम्रो आइयुएको कन्फरेन्सहरूको सबै टेम्प्लेट चाहिँ उहाँले बनाउनुहुन्थ्यो। अरू पनि हुनुहुन्छ, तर रिसेन्टली चाहिँ मोस्टली ट्रेनिङ मैले लिएर आउँछु। त्यही जहाँ देख्यो हजुरको मात्रै फोटो थियो, त्यो आई ट्रिपल ईको पनि अनि अरू सेन्ट जेभियर्स कता कताको पनि। ए त्यही हो लगभग। होइन तिमीहरूले पनि आफूले युज गर्दै गयो भने जानिने कुरा हो, एकैचोटि सबै कुरा थाहा हुन्छ भन्ने हुन्न। मलाई पनि सायद 10% मात्र आउँछ होला कि, एकदम भेग छ कि खासमा लेटेक। यति गर्यो। गर्दैछु सर। ल छिटो गर है, मैले एउटा तिमीहरूलाई मैले डिग्री हाल्न सिकाउँछु, अनि एउटा सानो एउटा कमान्ड बनाउन सिकाउँछु, अनि पिक्चरमा जान्छु है। नाति गर, भोलि हामीले टेबल हेर्छौँ, टेबल अनि रिफरेन्सिङ हेर्छौँ यसैमा। सर कसैले केही भनेको हो? राइटतिर कर्ली ब्राकेट लाउन के गर्नुपर्छ? म्याट्रिक्समा हजुर यसैमा त्यो लेफ्टतिर लगायो नि त, त्यो त्यसैमा राइटतिर स्क्रोल अप गरिदिनु न सर। त्यो यसैमा यसैमा चाहिँ उस लगाउनको लागि हजुर यसैमा लगाउनु बिगिन केसेसमा त मिल्दैन होइन, केसेस युज गरेर चाहिँ मिल्दैन, किनकि केसेस भन्नेमै कर्ली ब्राकेट हुन्छ। अब यसमा अब स्मल ब्राकेट माथिको वाला म्याट्रिक्समा भयो भने त हामीले के भन्छ बी म्याट्रिक्स एउटा भयो होइन, पी म्याट्रिक्स स्मल ब्राकेटलाई भयो। अब केसेसमा गर्नु पर्यो भने चाहिँ हाम्रो अर्को एउटा छ कि बिगिन। तिम्रो चाहिँ के छ भन्दाखेरि त्यसमा चाहिँ हामीले स्ल्यास लेफ्ट गरेर चाहिँ एउटा सुरु गर्न मिल्ने खालको छ होइन। मैले त्यो खासै धेरै युज गरिरहेको चाहिँ छैन, बट स्टिल अहिले ट्राई है, त्यो तिमीले भनिहाल्यौ। इक्वेसन बिगिन अलाइन अलाइन त गर्न पाइयो त नि। यहाँ हेर त, देख्यौ? देख्यौ? कसले यस सोधिरहेको थिएँ?
तर जेनरली युज चाहिँ गरिँदैन है यस्तो खालको चाहिँ मैले जस्ट गर्न मिल्छ भनेर मात्र देखाइदिएको ल यति गर्यो है सबै हजुर यस सर गर्छ ल अब चाहिँ हामीले तिमीलाई म एउटा सानो कुरा देखाउँछु है त मानौ तिमीहरूले केही कुरा गर्न छ यहाँ होइन जस्तै के भन्दाखेरि जस्तै कुनै पनि एउटा कुरा बोल्ड गर्न छ होइन जस्तै बोल्ड जस्तै 1 लाई बोल्ड गर्न छ है अनि तिमीहरूले के गर्न छ भन्दाखेरि फर्स्ट तिमीहरूले एउटा कुरा बोल्ड गर्न छ अनि त्यस पछाडि चाहिँ यसको पावरमा होइन पावरमा चाहिँ डिग्री देखाउनु छ होइन जस्तै पावरमा चाहिँ यसको लागि चाहिँ म्याथ मोडमा गएँ होइन डलर स्टार्ट गरेँ मैले अनि पावरमा चाहिँ तिमीहरूलाई डिग्री देखाउन छ भने चाहिँ स्ल्यास पावरमा स्ल्यास CIRC युज गर्नुपर्छ कि जस्तै यहाँ हेरेर त यति गर्यो भने बल्ल 1 डिग्री भनेर चाहिँ देखिन्छ बोल्ड गरेको छु मैले अर्कै पर्पजको लागि देखाइरहेको छु है ओके यहाँ हेर त 1 डिग्री भनेर चाहिँ देखियो अब मलाई यो स्ल्यास CIRC भन्ने त मैले त प्रत्येकचोटि गरिरहनु पर्यो मेरो डिग्री त प्रपरली देखिने भएन त्यही भएर म यसलाई के गर्छु भन्दाखेरि चाहिँ यतिलाई मात्र कपी गर्छु होइन कपी गरेँ अनि यसको ठाउँ स्ल्यास डिग्री लेखेँ तर अहिलेको लागि चाहिँ डिग्री यहाँ नहुन पनि सक्छ अब हामीले माथि के गर्छौँ भन्दाखेरि चाहिँ माथि यो बिगिन डकुमेन्ट भन्दा माथि गएर स्ल्यास न्यू कमान्ड भनेर लेख्छौँ अनि त्यस पछाडि कर्ली ब्र्याकेटमा स्ल्यास डिग्री भनेर चाहिँ लेख्छौँ त्यस पछाडि यहाँनिर अर्को कर्ली ब्र्याकेटमा के लेख्छौँ भन्दा अघि जे कपी गरेको थियौँ त्यही पेस्ट गरिदिन्छौँ अब यसले चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो जुन यहाँ तल डिग्री भन्ने कमान्ड जुन हाम्रो थिएन त्यो चाहिँ आफै बन्छ कि यो एउटा कुरा भयो होइन तिमीहरूले यहाँ देख्न सक्छौ आउटपुट एउटै हो तर यो भन्दा नि नेक्स्ट काम गर्दैछौँ हामी है अब मलाई के गर्नु छ भन्दा मैले केही कुरा अरू बेला यो काम लाग्न सक्छ भनेर मात्र भनेको है अहिले पनि तिमीहरूको युज हुन्छ भन्ने चाहिँ छैन सर भनेपछि यसले टाइप डेफ जस्तो काम गर्छ हजुर यो तपाईँले भन्नुभयो नि डिग्री त्यो CIRC को ठाउँमा डिग्री लेख्यो भने चाहिँ डिग्री आउँछ भनेर यो सीमा जुन टाइप डेफ हुन्छ नि कमान्ड हजुर त्यस्तै काम गर्छ यसले मलाई त्यो चाहिँ ठ्याक्क थाहा भएन है तिमीले भनेको कुरा चाहिँ ल अब यहाँनिर हेर जस्तै अब मैले यहाँ ठाउँमा यो डिग्रीको ठाउँमा माई नेम लेखेँ होइन माई नेम लेखेँ अनि त्यस पछाडि यहाँनिर जस्तै मेरै नाम लेख्छु मैले होइन यसरी लेखेँ भने चाहिँ न्यू कमान्ड माई नेम अनि मेरो नाम लेखेँ भने चाहिँ यहाँ म जता जहाँनिर मैले स्ल्यास माई नेम भनेर लेख्छु नि हो त्यहाँनिर चाहिँ मेरो नाम आउँछ कि कमान्डले चाहिँ यसरी काम गर्छ जस्तै मैले स्ल्यास माई नेम लेखेँ नि होइन हेर त यहाँनिर मेरो नाम आयो भन्न खोजेको हाम्रो कमान्डले चाहिँ त्यसरी काम गर्छ कि कुनै एउटा भेरिएबल बनाउने अनि त्यसलाई युज गर्न मिल्छ है तर हामीले युज गर्न खोजेको कुरा अहिले अर्कै हो जस्तै न्यू कमान्ड अनि त्यस पछाडि चाहिँ मैले यहाँ के गरेँ भन्दाखेरि माई कमान्ड मात्र लेखेँ है त यसको चाहिँ जे नाम पनि दिन मिल्छ अब यहाँनिर छ नि तिमीहरूले एकचोटिमा बुझ्यो भने बुझ्यो नभए म यसलाई कम्प्लेक्स गराउँदिनँ है यही कुरा चाहिँ मैले कपी पेस्ट माथि गर्छु कि यही कुरा मैले कपी पेस्ट चाहिँ यहाँनिर यो दोस्रो कर्ली ब्र्याकेटमा गर्छु जस्तै टेक्स्ट गर्ने 1 भयो अनि डिग्री अब यहाँनिर चाहिँ यो स्क्वायर ब्र्याकेटको ठाउँमा चाहिँ एउटा भेरिएबल छ भने चाहिँ 1 लेखिदिने हो कि अनि यो 1 को ठाउँमा चाहिँ #1 लेख्ने हो अब यसले के गर्छ भन्दा यो #1 भएको ठाउँमा हामीले जे कुरा राख्छौँ नि तल लेख्दाखेरि त्यही कुरा चाहिँ यो #1 मा आएर बस्छ कि जस्तै अब मैले चाहिँ यहाँ तल के गर्छु भन्दाखेरि चाहिँ यो चाहिँ अहिलेलाई मेटाइदिएँ है
यो मेटाइदिएँ। अब म यहाँ के लेख्दैछु भन्दाखेरि चाहिँ स्ल्यास माई कमान्ड भनेर लेख्दैछु। हेर त अघि माई नेममा यसरी कर्ली ब्राकेट आउँदैन थियो, यतिकै लेखेँ मैले। अब माई कमान्ड भन्दा यसरी कमान्ड आयो। अब यहाँनिर चाहिँ मैले एबिसी लेख्छु। अब मेरो आउटपुट के होला भन त कसैले? मैले एबिसी लेखेँ, मैले रिकम्पाइल गरेँ भने मैले के पाउँछु होला भन त? एबिसी डिग्री होला नि। यस, तर एबिसी केमा हुन्छ होला? नम्बर बोल्ड हुन्छ होला, बोल्ड हुन्छ होला, किनभने बोल्ड पनि राखेको थिएँ नि त होइन? यप हो भनेपछि बुझ्यौ कुरा। अब यो जस्ट मैले भने, तिमीहरूले जानिराख्नु परेन है त। जस्ट एउटा यस्तो छ है भनेर मात्र भनेको। सजिलो, एडभान्स लेभलमा अलिकति सजिलो हो क्या यो चाहिँ। तर मैले तिमीहरूलाई कम्प्लिकेटेड फिल गर्यो भने अहिले फिल गरिसकेँ, त्यही भएर मैले यसलाई फर्दर कन्टिन्यू चाहिँ गरिनँ है त। पछि भिडियो हेरेर जान्न मन लाग्यो भने जान्नु। अहिलेको लागि चाहिँ न्यू कमान्ड स्ल्यास डिग्री गरेर यसरी केही कुरा राख्छौँ भने हाम्रो डिग्री भन्ने कमान्ड पनि बन्यो। वा न्यू कमान्ड माई नेम भन्छौँ भने चाहिँ यता नाम राख्यौँ भने चाहिँ त्यो पनि बन्यो। तिमीहरूले ट्राई गर, मैले 2 मिनट दिएँ, भएन भने पनि हामीलाई फरक परेन है। किनकि अलिकति कम्प्लेक्स हुन्छ कि, अलिकति बुझ्नुपर्छ यसलाई। भीमप्रसाद बुझिरहेछौ? यस सर। क्षितिज? प्रशंसा अधिकारी बुझिरहेछौ? सदीक्षा? हजुर सर, बुझिरहेको छु मैले। ल ठिक छ। अनि नवीन खनाल? क्षितिज? गरिमा? क्रिम्सन? यस सर, बुझिरहेको। ल अब कन्टिन्यू गरौँ होइन त? ओके सर। अब एकदम ध्यान दिएर त हेर है। अब चाहिँ हामी यो फाइल ट्रीमा के गर्छौँ भन्दाखेरि चाहिँ यहाँनिर हेर त, एउटा न्यू फाइल भन्ने छ, एउटा न्यू फोल्डर भन्ने छ। अब हामी चाहिँ न्यू फोल्डर बनाउँछौँ। र फोल्डरको नाम फिगर्स भनेर राख्छौँ होइन। सबैले जे राख्छौ त्यही कुरा अनुसार युज गर्नुपर्छ है। अहिले चाहिँ हामीले के राखेका छौँ त? स्ल्यास होइन, फिगर्स मात्र भनेर राखेका छौँ। मैले क्रिएट गरेँ। हेर त, मेरो फिगर भन्ने फोल्डर बन्यो। अब मैले यो फिगर भन्ने फोल्डरमा क्रिएट गरेर होइन, यसमा के गर्छु त? अपलोड गर्छु होइन। अब अपलोड के गर्ने भन्दाखेरि चाहिँ ड्रप अर पेस्ट योर फाइल फोल्डर अर इमेज हियर भनेको छ, वा सेलेक्ट फाइल भनेर जान्छ। तिमीहरूले चाहिँ सेलेक्ट फाइल गरेर जानु।
मैले पनि सेलेक्ट फाइल गरेर चाहिँ केही इमेजेसहरू चाहिँ यहाँनिर ड्रप गरेँ है त आफै। ल अहिले 5वटा जति इमेज म चाहिँ ड्र्याग एन्ड ड्रप गर्दैछु है। तिमीहरूले चाहिँ सेलेक्ट फाइल गरेर हेर त मैले यहाँ ड्रप योर फाइल्स हियर भन्ने देखाइरहेको छ, यहाँनिर हालिदिएँ। 5वटा फाइल चाहिँ अपलोड गरेँ मैले। तिमीहरूले यसरी नै त्यो फिगर भन्ने फोल्डरमा चाहिँ अपलोड गर्ने है। यहाँ अलिकति टाइम लागिरहेको छ, तिमीहरूले अपलोड गर। अनि यतिमा यसरी अपलोडिङ भनिरहेछ, अपलोड भएर सकिन्छ है त। एउटा भएछ है। तिमीहरूले पनि यसरी चाहिँ 3-4वटा इमेज चाहिँ त्यो फिगर भन्ने फोल्डरमा चाहिँ अपलोड गर। फिगरको लागि त्यस्तो धेरै गाह्रो छैन, नआत्तिकिन गर, भइहाल्छ एकैछिनमा। एउटा लोगो भन्ने पनि अपलोड गर्न पाए हुन्थ्यो। एउटा टियुको लोगो पनि तिमीहरूसँग छ भने अपलोड गर है। मैले पनि एउटा टियुको लोगो चाहिँ अपलोड गरिदिन्छु। भइसक्यो छ। सायद मेरो अपलोड भइसक्यो होइन। यसरी अपलोड भइसकेपछि हेर त, यो फिगर भन्ने यसरी देखिरहेछ, यो एरोलाई हेर, यो डाउन एरो जाने बित्तिकै 5वटा फिगर देखिरहेछ। यो इमेजमा क्लिक गऱ्यो भने चाहिँ इमेज खुल्ने हो होइन, लोड हुन टाइम लाग्न सक्छ। यसमा गएर मैले फेरि एउटा टियुको लोगो अपलोड गर्नुपर्ने थियो। मैले यसमा गएर चाहिँ अपलोड गरिदिएँ एउटा टियुको लोगो है त। मेन फाइलै खोल्ने। मेन भन्ने फाइल चाहिँ हामीले लेखिरहेको हेर त, यी फिगर भन्दा यी लोगो यिनीहरू भनेर आएको छ। अनि यसरी पछि ड्रप पनि गर्न मिल्छ। त्यो म बिस्तारै सिकाउँछु। कसैलाई केही छ भने सोद्धाखेरि हुन्छ है। सर्किस प्रिजम ओभरले भन्दा इफिसियन्ट हुन्छ, त्यो दुईटा भन्ने कि मलाई थाहा भएन सञ्जीव होइन। अशोक अपलोड गर्यो? तिमीहरूलाई कुरिरहेको छ है। यस सर। ओके ल, अब हामीले फिगरको लागि चाहिँ एउटा प्याकेज राख्नुपर्छ। फर फिगर्स भने युज प्याकेज ग्राफिक एक्स भन्ने चाहिँ प्याकेज राख्नुपर्छ है। यो प्याकेज सबैले राख। युज प्याकेज ग्राफिक एक्स इमेजको फिगरहरूको लागि चाहिँ है। यति हेरेर यति हो मैले तपाईँको, यो पनि हालिहाल।
अब चाहिँ एकदम केयरफुल हुनु है, हामीले अरू फाइलहरूसँग डिल गर्दैछौँ, त्यही भएर एकदमै ख्याल गर्नुपर्छ, के लेखिरहेछौँ भन्ने कुरा हेर्नुपर्छ। ल यति हाल्यो है पक्कै। अब हेर, अब हामी फिगर हाल्न छ भने चाहिँ जस्तै मैले यतै कतै फिगर हालिदिन्छु, जस्तै यिनीहरू फिगर हालिदिन्छु होइन। अब यसको लागि चाहिँ स्ल्यास बिगिन फिगर भनेर लेख्नुपर्छ, अथवा होइन यो चाहिँ अलिकति लामो हुन्छ भनिसकेपछि चाहिँ हामीले हेर न, जस्तै यो R1 भन्ने जेपिजी छ नि होइन, R1 भने यसरी ल्याएर यहाँनिर यसरी ड्रप गर्दा पनि हुन्छ। अब हेर त इमेज फाइल यो भनेर पनि देखायो होइन, यसरी देखाइरहेछ। अब इन्क्लुड क्याप्सन, इन्क्लुड लेबल, इमेज विड्थ भनिरहेछ, 1/4, 1/2, 3/4 भनिरहेछ होइन, फुल विड्थ भनिरहेछ। अब अहिले मैले फुल विड्थमा लाएँ अनि इन्सर्ट फिगर भनेर गर्छु। यो भएपछि चाहिँ हेर त यति फिगरको कोड चाहिँ आफै लेखिदिन्छ क्या यसले है। अब यसको सबै मिनिङ छ, म तिमीलाई मिनिङ शुद्ध बुझाउँछु। अब बिगिन फिगर भन्ने चाहिँ के हो त, एउटा इन्भाइरोमेन्ट हो। बिगिन फिगर भनेपछि इन्ड फिगर हुनपर्छ। त्यस पछाडि लेबलको मतलब अहिले तिमीहरू बुझ्दैनौ, यो चाहिँ क्रस रेफरेन्सिङ भन्दाखेरि बुझ्छौ, यसलाई छोड फरक परेन होइन, यसलाई मेटाइदिँदा पनि हुन्छ नभए। अनि यहाँनिर क्याप्सन भनेर इन्टर क्याप्सन छ, यो ठाउँमा हामीले क्याप्सन लेखिदिने हो। अब मेन कुरा फिगर हाल्नलाई चाहिँ यो युज भएको हो कि स्ल्यास इन्क्लुड ग्राफिक्स विड्थ भनेको लाइन विड्थ, अनि फिगर भन्ने फोल्डरभित्र गएर R1.jpg भन्ने फाइल छ भनेर हो। अब हामीले यसलाई यतिकै रिकम्पाइल गऱ्यौँ भने के हुन्छ भन्दाखेरि यसलाई जहाँ गएर बस्न सजिलो हुन्छ, यो फेरि त्यहीँ गएर बस्दिन्छ। जस्तै तिमीहरूले यहाँ देख्न सकिरहेछौ, हाम्रो चाहिँ यहाँ लोड भयो, हेरेर त यहाँनिर गएर चाहिँ यो मेरो फिगर बस्यो है। अब हेर मैले लेखेको त यहाँनिर थियो होइन, टु मेक योर डकुमेन्ट भनेर। अब मैले यहाँ लेखेको कुरा उता कहाँ छ भन्नलाई यहाँ बस्ने, अनि यो एरो छ नि हेर त, गो टु कोड लोकेसन इन PDF भनिरहेको छ नि होइन, अनि यसमा क्लिक गर्यो भने चाहिँ यतातिर जाने हो, र यता बसिरहेको कुरा यसरी क्लिक गर्यो भने चाहिँ यतातिर आउने हो। ठिक छ। अब यहाँनिर हेर त यसरी गरेर गयो भने गो टु कोड लोकेसन इन PDF भन्छ। अब यो ठाउँमा छ भनेर देखायो। टु मेक योर डकुमेन्ट लुक प्रोफेसनल्ली भन्ने कुरा त यहाँनिर छ। मैले यो फिगर त यो पछि राखेको थिएँ, तर मेरो फिगर त यो माथि आयो भनेपछि यसलाई जहाँ बस्न मन लाग्यो त्यहीँ गएर बसेको छ नि त होइन। त्यही भएर हामीले बिगिन फिगर पछाडि चाहिँ यहाँ के हालिदिनुपर्छ भन्दाखेरि चाहिँ स्क्वायर ब्र्याकेटमा H हाल्छौँ। H को मतलब चाहिँ हियर। यसले एचले के भन्छ भन्दाखेरि चाहिँ हामीले यहाँ लेख्दा लेख्दै हामी जहाँ पुगेको छौँ त्यहीँनिर फिगर राख्थ्यौँ भनेर भन्छ। अब यसो गऱ्यौँ भने चाहिँ के हुन्छ भन्दाखेरि यसले सकेसम्म चाहिँ त्यो काम गर्छ है, गर्छ नै भन्ने छैन, सकेसम्म चाहिँ त्यो काम गर्छ। मैले रिकम्पाइल गरेँ, हेर त गर्यो त, यो माथि नै थियो हेर्नु नि होइन, प्रोफेसनली एक्स स्क्वायर भनेर लेखेको छु। ओके, यो ग्यालरिज भन्ने पनि छ, अनि त्यस पछाडि चाहिँ इनिमिडिएट भन्ने पनि छ होइन, बल्ल रिकम्पाइल भएछ। यहाँ हेर त, यहाँ माथि नै पो रहेछ, तल पनि होइन, माथि रहेछ हेर त हो। अब यहाँ एच हाल्यो नि त, त्यही भएर यो फिगर चाहिँ हामीले यो पछि ठ्याक्क आयो। सुरुमा तिमीहरूले यति निकाल, त्यसपछि म अरू कुराहरू बुझाउँछु है, तर यति चाहिँ गर त। सर हजुर सर यो हजुरले उता इमेजलाई यता भित्र ल्याउनु भयो नि यसमा, जसले गर्दा यसले बिगिन यो गरेर यो सबै प्रपर्टिजहरू आफै लेखिदियो। यो कसरी गर्नुभयो एकचोटि यो भनिदिनु न, मैले त्यतिखेर मिस गरेँ कि। ओके ल, यो चाहिँ मैले हटाएँ। जस्तै मलाई यो फिगर ल्याउनु थियो, हेर त यसरी बसिरहेको हुन्छ फाइल ट्रीमा,
यसमा क्लिक गरे जस्तै r1.jpg थियो नि यसलाई ल्याएर समातेर ल्याएर जहाँ राख्नु थियो हेर त यसरी ती राखेँ यो पपअप भयो इन्क्लुड लेबल छ यो अनटिक गर्दा नि हुन्छ फरक परेन अब यहाँ विड्थमा कति भन्दा फुल विड्थ लाएँ इन्सर्ट गरेँ यसरी नै आफै आउँछ जस्ट मैले यहाँनिर स्क्वायर ब्र्याकेटमा स्मल एच हाल्दिएँ सर बुझ्यो बुझ्यौ हजुर बुझ्यो सर म अलिकति ठाउँ सेपरेट गरिदिन्छु फेरि कन्फ्युज हुन्छ ल यति गर्यो के छ युज प्याकेजको कोड देखाउन भनेर युज प्याकेज ग्राफिक एक्स राखेको फिगरको लागि सो भन् एच हाल्दा ऱ्यान्डम ठाउँमा गएको होइन तिमीले एच हाल्दै गर्दाखेरि पनि अब यो फिगर यहाँ अटाउने छैन भने त अभियसली त्यसले त्यहाँ राख्न सक्दैन नि त जस्तै मैले तिमीहरूलाई यी बुझाउनको लागि जस्तै मैले यसलाई कट गरेँ है मैले यतिकै हेर्छु कि मेरो कहाँ गएर बस्छ त्यसपछि म तिमीहरूलाई बुझाउँछु जस्तै यहाँनिर छ अब यहाँनिर हेर है मैले यो थिम पछाडि लगाएर राख्छु ल यो थिम पछाडि बिगिन इक्वेसन यो लिस्ट पछाडि यहाँनिर इक्वेसन छ अनि योभन्दा अगाडि भने चाहिँ यहाँनिर अब मैले यहाँ आएर है त क्षितिज मैले यहाँनिर लगाएर राखेँ यो भनेको ठ्याक्कै यो थिम भन्दा पछाडि अब मैले युज त स्मल एचै गरेँ होइन त मैले स्मल एचै युज गरे तापनि अब यो फिगर त यो फिगरको वेट कति छ हाइट कति छ हेरौँ है त यो कुरा बुझेर आउँदैनौँ कि यहाँनिर हेर ओके आउन दियो फिगर अनि है अब हामीले त्यही भएर फिगरहरू हाल्दा चाहिँ लोड हुन टाइम लाउँछ त्यही भएर चाहिँ हामीले अफलाइन एडिटर युज गर्नुपर्छ कि यहाँ अब तिमी मलाई आफै भन त मैले यो थिमभन्दा पछाडि राखेँ मेरो अभाइलेबल स्पेस यति होइन यति नै हो अब तर मेरो हाइट हेरेर त यति धेरै छ अनि के यो अट्ने चान्स छ त क्षितिज छ छैन नि त हो एक्ज्याक्टली छैन त्यही भएर नअटेको अब मैले विड्थ कति दिएको छु त स्ल्यास लाइन विड्थ दिएको छु होइन अब मैले यसलाई विड्थलाई चाहिँ 20% अफ लाइन विड्थ मात्र गरेँ भने 0.2 गरेँ है मैले भने चाहिँ एकदम सानो विड्थ हो नि त 20% मात्र विड्थ कभर गर्छ है त्यो भयो भने चाहिँ हेर अब के हुन्छ हेर त अब त आयो नि त किन भन्दा अट्छ त्यही भएर आयो नअटेपछि त अभियसली अर्को पेजमा जाने भयो अब त्यही भएर चाहिँ हामीले यसलाई अब के भन्छौँ भन्दाखेरि चाहिँ HTB भनेर भन्छौँ एच भनेको हियर सकेसम्म यी राख सक्दैनौ भने नेक्स्ट पेजको टपमा राख सकेन भने नेक्स्ट पेजको बटममा राख भनेर भन्छौँ यो चाहिँ इन जेनरल हामीले यसरी लेखेको राम्रो होइन मलाई चाहिँ के गर्नु छ भन्दा यो थिम पछाडिबाट यो ठाउँ खाली नै रहोस् होइन यो चाहिँ यो एक्सेलरेसन ड्यु टु ग्राभिटी लेखेको यो इमेज पछाडि नै आउनु पर्ने छ बरु यो ठाउँ मेरो खाली नै जाओस् भन्ने छ भने चाहिँ हामीले फोर्सफुल्ली चाहिँ गर्न मिल्छ त्यो कुरा त्यो फोर्सफुल्ली गर्नको लागि चाहिँ यो एसटिबीको ठाउँमा क्यापिटल एस राख्ने अनि माथि एउटा प्याकेज राखिदिने युज प्याकेज फ्लोट राख्ने यहाँ लेखेको छु फ्लोट राखिदिने है यति गरिसके पछाडि के हुन्छ भन्दाखेरि चाहिँ त्यो क्यापिटल एच युज गर्न चाहिँ यहाँ फ्लोट राख्नै पर्छ यहाँ हेर त थिम पछाडि इमेज आयो त्यो एक्सेलरेसन ड्यु टु ग्राभिटी चाहिँ तल गयो कि तर सकेसम्म हामी यस्तो युज गर्दैनौँ बुझ्यौ क्षितिज
ओके त्यही भएर एचटिबी चाहिँ युज गर्ने एच भनेको हियर त्यसपछि सकेसम्म टप त्यसपछि बटम सर हजुरको अड्किरहेको थियो एचटिबीको मिनिङ हजुर हजुरको मेरो अड्किरहेको तिम्रो मात्र अरूकोमा नि हो भन त भनिदेऊ त हजुर अड्किरहेछ हो के भन्छ अहिले कस्तो छ अहिले क्लियर छ ओके अब हामीले यहाँ इन्टर हेर यो स्ल्यास सेन्टरिङले के गरेको भन्दा यो चाहिँ सेन्टरमा राख्ने काम गरेको अब हामीलाई सधैँ यो लाइन विड्थ भनेको चाहिँ हेर त यहाँदेखि यहाँसम्मलाई लाइन विड्थ भनिन्छ त्यही भएर यो फिगरले टोटल लाइन विड्थ कभर गरेको छ अब हामीलाई यो फिगर योभन्दा अलिक सानो चाहिन्छ भने चाहिँ विड्थ इक्वल टु लाइन विड्थको ठाउँमा यहाँ 0.9 राख्न पनि मिल्छ वा 0.7 भयो भने यो इमेज अलिकति अझै सानो हुन्छ लाइन विड्थ भनेको यो स्ल्यास लाइन विड्थ भनेको चाहिँ यहाँदेखि यहाँसम्मको विड्थ हो है अनि 70% भयो अनि त्यस पछाडि यो फिगर भन्ने फोल्डरमा छ यो कुरा त म तिमीलाई भनिहालेँ यो स्ल्यास सेन्टरिङ युज गरेको भएर चाहिँ यो सेन्टरमा आएर बसेको हो र अब हाम्रो यो किन बिगिन फिगर युज गरेर भन्ने कुरा हुन्छ के हाम्रो यतिले मात्र पनि इमेज राखिन्छ के तर यो बिगिन फिगर यो इमेजको लागि युज गरेको होइन कि यो क्याप्सनको लागि युज गरेको हो कि हामीले टेबल भए पनि यही स्ल्यास क्याप्सन लेख्छौँ हामीले फिगर भए पनि यही स्ल्यास क्याप्सन लेख्छौँ क्याप्सन त क्याप्सन हो नि त तर अब यो क्याप्सन फिगरको हो कि टेबलको हो बुझाउनको लागि चाहिँ बिगिन फिगर इन्ड फिगर त्यसरी लेखेको हो बुझ्यौ त्यही भएर यो चाहिँ बिगिन फिगर इन्ड फिगर फिगरको लागि होइन कि क्याप्सनको लागि चाहिँ बिगिन र इन्ड फिगर गर्नु परेको अब यो लेबलले के भन्छ भन्ने कुरा हामी पछि हेर्छौँ अहिले चाहिँ यहाँ अरू इमेज पनि राख्छौँ नि त हामीले त्यही भएर यहाँनिर इमेज 1 भनेर मात्र लेख्थ्यौँ होइन अब यहाँनिर चाहिँ के लेख्यौँ त जे क्याप्सन छ हजुर एचटिबी भनेको एचटिबी भनेको एच भनेको सकेसम्म ठ्याक्कै यो थिम पछाडि राख भनेको यी राख भनेको एच भनेको हियर सकेसम्म यी राख फिगर यी राख्न सकेन भने सकेसम्म नेक्स्ट पेजको टपमा राख भनेर टी दिएको त्यस पछाडि त्यो पनि सकेन भने नेक्स्ट पेजको बटममा राख भनेर अर्डर दिएको के गर्ने भनेर बुझ्यौ हजुर फ्लोट प्याकेज केको लागि थियो फ्लोट चाहिँ फोर्सफुल्ली यी राख्नको लागि हामीले क्यापिटल एच युज गर्छौँ त्यसको लागि बुझ्यौ ओके ठिक छ अरू केही छ भन त अब जस्तै म एक दुईवटा फिगर अझै हालिदिन्छु होइन जस्तै यसैलाई कपी पेस्ट गरे भइहाल्यो होइन किन मल्टिपल काम गरिरहनु पर्यो र नभए ड्र्याग एन्ड ड्रप त हामीले जानिसकेका छौँ मैले इमेज अर्कोलाई ल्याएर यहाँ ड्र्याग एन्ड ड्रप गरेँ त्यसपछि फुल विड्थ पनि गरेँ होइन इन्सर्ट गरेँ त्यसपछि इन्सर्ट क्याप्सन भन्छ होइन यहाँनिर एसटिबी हाल्न सकिहाल्छौँ मैले अर्को एउटा फिगर राखेर देखाइदिएँ हेर त अर्को एउटा फिगर यसरी आयो क्याप्सन राख्न सकिन्छ तिमीले फिगरहरू कतिको राख्नुपर्छ भन त कतिको फिगरहरू राख्नुपर्छ यसरी अनि यसरी नै राख्ने हो नि होइन अरू कुनै फर्मेटमा राख्छौ तिमीले फिगर कुन चाहिँ त्यो अलाइनमेन्ट चेन्ज हुन्छ यतापट्टि भन्नाले मतलब लेफ्ट अलाइन राइट अलाइन जस्तै एकदमै सानो विथको पिक्चर तर त्यो अलाइनमेन्ट चाहिँ अलिक यता हुन्छ कुनको त्यो भेराइ गर्छ एकदमै त्यसले त खासै फरक परेन तिमीहरूलाई सेन्टरिङ युज नगरे हुन्छ
लेफ्टतिर हाल्न के हाल्नुपर्छ सर सेन्टरिङको? जस्तै 0.5 राखेँ मैले होइन, सेन्टरिङ राखेको छैन हेर त, देख्यौ? अनि सर त्यसकै राइटमा फोटो हाल्न के गर्नुपर्छ? ठ्याक्क त्यसकै साइडमा। हो यसको हो राइटमा हाल्न, यहाँ आएर यसैलाई के गरेँ मैले भन्दा कपी पेस्ट गरेँ होइन। यो ठ्याक्क फाइल नेम चेन्ज गरिदिने कि R2 थियो मेरोमा R3 गर्दाखेरि भइहाल्छ है। मैले फाइल नेम जस्ट चेन्ज मात्र गरिदिएँ कि यहाँ आएर है त। यसले के हुन्छ भन्दाखेरि चाहिँ तल आउन पनि सक्छ है। जस्ट इफेक्ट हेरौँ अनि तिमीहरूलाई म भन्छु यहाँ 49 राख्नुपर्छ कि एकदम फिट राख्यो भने नहुन पनि सक्छ। यहाँ आएर त 0.5 0.5 देख्यौ साइड बाई साइड आयो नि। बुझ्यौ? सम्पदाले के भनेको प्याराग्राफमा राख्न पर्यो भन्न खोजेको चाहिँ बुझिनँ मैले। प्याराग्राफको सर त्यो बिचमा त्यो इमेज राख्नु पर्यो भने चाहिँ भन्नु सोधेको होला। जस्तै प्याराग्राफमा हामीले साइड बाई साइड पनि इमेज राख्न मिल्छ नि त। हो हामीले जेनरली रिपोर्टमा त्यसरी राख्दैनौँ होइन। अब रिपोर्टमा हामीले जेनरल त्यसरी राख्दैनौँ। अब राख्नै पर्ने छ भने पनि जस्तै यही प्याराग्राफलाई चाहिँ हामीले मिनी पेजभित्र हालिदिन्छौँ कि। जस्तै यसैलाई जस्तै मैले यहाँ के गर्छु भन्दा /begin मिनी पेज भनेर गर्छु होइन। किन मिनी पेजको अप्सनै देखाइराखेन, मिनी पेज। अनि त्यस पछाडि चाहिँ तिमीहरूको यहाँनिर चाहिँ जस्तै मेरो भनेको 0.5 लाइन विड्थ दिन्छु होइन। यति कन्टेन्टहरू चाहिँ मैले मिनी पेजभित्र राख्छु। मानौँ मेरो अर्कै फिगर थियो होइन, अघि नैको फिगर थियो भने पनि मैले त्यही फिगरको कन्टेन्ट चाहिँ यिनीहरू राखिदिन्छु। एउटा फिगर चाहिँ मैले राख्दिनँ, अर्को मात्र यो गरेर गर्दाखेरि चाहिँ जस्ट बिगिन मिनी पेज इन्ड मिनी पेज, तर मिनी पेजको विड्थ चाहिँ 0.5 राख्यो भने आउँछ। अब यो अलिकति पुग्दैन भन्ने भएर त्यसले यसो गर्यो होला होइन, 0.9 राखिदिन्छ। ओके 0.45 त्यस पछाडि यहाँनिर 45 क्याप्सन नराखी चाहिँ मिल्छ है, मिल्न चाहिँ। क्याप्सन राखेन भने चाहिँ आइहाल्छ। इन जेनरली चाहिँ हामीले त्यसरी राख्दैनौँ होइन। नभए अर्को त्यसलाई पनि फेरि मिनी पेजमा हालिदिउँला। इन जेनरली चाहिँ यसरी चाहिँ हामी हाल्दैनौँ है। यो राख्नु परेन, 0.5 पनि राख्नु परेन। यहाँनिर अब बिगिन फिगर क्याप्सन एन्ड फिगर बिगिन फिगर नराख्नु नि भनेर सजेस्ट गरेँ क्याप्सन चाहिँ। बुझ्यौ नानी, राख्नु पर्यो भने कसरी मिल्छ भनेर चाहिँ। सर लाइन विड्थ भनेको त्यसको विड्थ हो है? लाइन विड्थ भनेको चाहिँ तिम्रो यहाँदेखि यहाँसम्मको विड्थ के, यहाँदेखि यहाँसम्मको विड्थ। सर त्यो वर्ड जस्तो इमेजमा बर्डर हाल्न मिल्छ र यसमा? मिल्छ। त्यो पनि गर्न मिल्छ, इमेज जस्तो बोर्डर पनि हाल्न मिल्छ। हामी त्यहाँसम्म चाहिँ जाँदैनौँ है, किनकि हेर नि यति गर्दै कम्प्लेक्स हुँदै जान्छ है तिमीहरूलाई। अहिले तिमीले रिपोर्टमा चाहिँ यस्तो गर्न चाहिँ पाउँदैनौ है।
रिपोर्ट बनाउँदाखेरि चाहिँ यस्तो गर्न चाहिँ पाइँदैन। यहाँदेखि यहाँसम्मको थिएन होइन। ठिक छ। जनक आर्ट्सको हो। होइन ल, भने सर कसैले रिप्लाई गरिरहेछ। उहाँले सोध्नु भएको थियो अनि मैले त्यो पठाइदिएको। ए अशोक आर्ट्सको हो। फिगर चाहिँदैन, नेपाली फन्ट चाहिन्छ भन्छ। नेपाली फन्टलाई त्यहाँ स्क्रिप्ट चेन्ज गरेर गर्नुपर्छ, भइहाल्छ, त्यस्तो गाह्रो हुँदैन। अहिले चाहिँ हामी सबैलाई मिल्ने गरी गरिरहेछौँ कि अशोक, बुझ्यौ? त्यही भएर ल यतिसम्म ठिक छ। मिस साइड बाई साइड ठिक छ सर। आएन। ओके, साइड बाई साइड नआउनुको कारण के हो भन्दा तिम्रो बिगिन इक्वेसन, त्यो इक्वेसनवालामा ग्याप नराख है, एउटा कुरा त भइहाल्यो। साइड बाई साइड नआउनु। 0.5 0.5 छ नि तिम्रो। अनि तिमीले हेर न, त्यहाँ क्याप्सन बिचमा लेख्यौ नि त, क्याप्सन ब्रेन 1 तल क्याप्सन ब्रेन 2, त्यो लेख्यो भने त आउँदै आउँदैन। तिमी साइड बाई साइड राखेर एउटै क्याप्सन राख्ने हो भने मात्र आउँछ त्यसरी, नभए चाहिँ हामीले उता सब क्याप्सनमा जानुपर्छ कि, बुझ्यौ सुदीप? ल, अब चाहिँ हामी के गरौँ भन्दा हामीले चाहिँ यहाँनिर एउटा टाइटल पेज बनाऊ। सुरुमा त हामीले यहाँनिर जस्तै दुई तीनवटा फिगर हालेका छौँ नि त। अब कन्टेन्ट जस्तै लिस्ट अफ फिगर निकाल्नलाई के गर्नुपर्छ होला भन त कसैले? स्ल्यास लिस्ट अफ फिगर्स। अभियसली होइन, स्ल्यास लिस्ट अफ फिगर्स गऱ्यो भने लिस्ट अफ फिगर आफै आउँछ होइन त। हामी कस्टमाइजेसन गर्न सक्छौँ कि, तिमीलाई मैले हिजो पनि भनेको छु होइन, कस्टमाइज गर्न सक्छौँ। तर कस्तो भन्दाखेरि चाहिँ अब अहिले इनिसियल्ली नै कस्टमाइजतिर सोच्न हुँदैन कि, यो गर्दै गर्दाखेरि चाहिँ यसले दिएको कुराहरू चाहिँ सुरुमा युज गर्न जान्ने, अनि त्यस पछाडि कस्टमाइजेसनमा जाने हो कि। सुरुमा गयो भने चाहिँ गाह्रो हुन्छ, सानो कुराहरू हुन्छ नि, बिग्रिन्छ है। अब हेर त, लिस्ट अफ फिगर आयो। अब अहिले चाहिँ हामी के गर्छौँ भन्दा कभर पेज बनाउन चाहिँ हेर्छौँ कि है। अब कभर पेज भनेको त सुरुमा हुन्छ होइन त, योभन्दा पनि माथि हुन्छ। त्यही भएर बिगिन डकुमेन्ट भन्दा जस्ट पछाडि चाहिँ, जस्तै अलिकति पर्सेन्ट राख्थेँ तिम्रो पछि कन्फ्युज नहो भनेर। त्यसपछि यहाँनिर चाहिँ बिगिन टाइटल पेज भनेर लेख्ने कि, टाइटल पेज भनेर। हेर त, बिगिन टाइटल पेज, इन टाइटल पेज आयो है। अब यति गरेर हामीले टाइटल पेजमा सुरुमा के राख्छौँ होला, माथि लोगो राख्छौँ नि होइन। अब लोगोको लागि चाहिँ स्ल्यास इन्क्लुड ग्राफिक्स मात्र गर्नुपर्छ कि। हेर त, इन्क्लुड ग्राफिक्स गरेँ, यसरी स्क्वायर ब्र्याकेट आयो। अब यहाँ कर्ली ब्र्याकेट पनि आयो। मेरो फोल्डर त यसमा छ नि त, फिगर्स स्ल्यास लोगो भनियो। यसमा क्लिक गरेँ अनि स्क्वायर ब्र्याकेटमा मैले के राख्छु भन्दा विड्थ राख्छु। विड्थ इक्वल्स टु, मैले विड्थको साइजै दिन मिल्छ कि, त्यही भएर विड्थ इक्वल्स टु 3 cm भने चाहिँ 3 सेन्टिमिटरको चाहिँ विड्थ दिएँ मैले लोगोको। त्यसरी मलाई त नेक्स्ट लाइनमा जानुपर्छ। त्यसो भए हामी जेनरली के लेख्छौँ, त्रिभुवन युनिभर्सिटी भनेर लेख्छौँ नि त होइन। त्रिभुवन युएनआई युनिभर्सिटी भनेर अहिले यति लेखेँ। तिमीहरूले पनि यति गरेर यति निकाल। त्यस पछाडि फर्दर कुरा चाहिँ म टाइटल पेजको लागि भन्छु है। हेर त, अहिले यति आयो, सुरुमा यति निकाल, हामी सजिलै यो मिलाइहाल्छौँ अनि। भगवानले बुझिरहेछौ? भगवान हो कि भगवान हो? बुझिरहेको छु सर। ठिक छ।
तिमीले पछि पनि मलाई सोद्धा हुन्छ है, मेरो कन्ट्याक्ट त्यहीँ उसमै छ, ग्रुपमै छ। के पर्यो भन्दा सोद्धाखेरि चाहिँ हुन्छ। अहिले हामी यो वर्कसपमा चाहिँ इन जेनरल सबैलाई समेट्ने गरी गइरहेछौँ होइन, स्पेसिफिक भएर गइरहेको छैनौँ, त्यो कुरा पनि ख्याल गर। भयो सर। सम्पर्क ओके, सम्पर्कले नि भयो भने लेखिरहेछ नि त, यो भयो। अब हाम्रो यहाँभन्दा तलको कन्टेन्ट भनेको कि क्याम्पसको नाम लेख्छौँ कि यसले लेख्यो भन्छौँ होइन, स्ल्यास स्ल्यास गरी अनि हुन्छ नि, जस्तै मेरो अब थेसिसको नाम चाहिँ लेख्ने, जस्तै मैले जस्तै मेरो चाहिँ थेसिसको टाइटलको नाम लेखेँ होइन, जस्तै अब मानौँ बाई भनेर लेखिन्छ नि त होइन, बाई मेरो नाम आफ्नै लेखेँ होइन, स्ल्यास स्ल्यास अनि जस्तै थेसिस त्यस पछाडि सबमिटेड टु डिपार्टमेन्ट अफ, तिमीहरूको के छ त्यही लेख्ने भन्नु खोजेको है। पार्शियल फुलफिलमेन्ट के भनेर लेख्छौ नि होइन, मैले डट 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 दिएँ होइन, तिमीहरूको जे कन्टेन्ट छ त्यही हाल्ने भनेर बुझ होइन, एक्ज्याक्टली हाल्नुपर्छ भन्ने छैन। त्यस पछाडि के लेख्न छ त, जस्तै मैले केही कन्टेन्ट लेखेँ, त्यस पछाडि जस्तै अप्रिल कमी रहेछ अप्रिल 2026 भने यति लेखेँ होइन। लगभग जेनरली यति नै त लेखिन्छ नि इन जेनरल भन्नुपर्दा। अहिले हेर मात्र म तिमीलाई लेख्न टाइम दिन्छु है, रिकम्पाइल। अब हेर मेरो यसरी आयो। अब यसैमा पनि मेरो कन्टेन्ट त खासमा सबै कुरा त सेन्टरिङ हुन्छ नि त, हो किन भन त। त्यही भएर चाहिँ यो बिगिन टाइटल पेजको जस्ट पछाडि के लेखिदिने, स्ल्यास सेन्टरिङ लेखिदिने कि। अब यति लेख्यौँ भने के हुन्छ भन्दाखेरि यो पुरै टाइटल पेजको कन्टेन्ट चाहिँ यसरी सेन्टरमा आउँछ। देख्यौ सेन्टरमा आएको। र यहाँ ख्याल गर, यहाँ पेज नम्बर आफै आउँदैन, पेज नम्बर अर्कोबाटै सुरु हुन्छ है। यहाँ हिजो हामीले सेटअप गरेको थियौँ, आई भयो, यहाँ आई भइसक्यो, यहाँ आफै 1 भइसक्यो, हामीले केही पनि मिलाउनु परिरहेको छैन। र कभर पेजमा पनि पेज नम्बर छैन, र यो अहिलेलाई सेन्टर अलाइनको। अब यो त मलाई मजाले डिस्ट्रिब्युट हुनुपर्छ होइन त। जस्तै यहाँ त्रिभुवन युनिभर्सिटी लेखेँ, डिपार्टमेन्ट अफ के हुन्छ त्यो पनि लेख्न आउँछ है। अब हाम्रो चाहिँ यहाँनिर माथि अझै थपिन्छ होइन, तिमीहरूको एक्ज्याक्ट के लेख्छौ मलाई थाहा छैन।
यति भयो होइन लगभग मेरोमा हुने कन्टेन्ट चाहिँ लगभग यति नै हुन्छ है अब यति नै हुन्छ मैले यति नै लेख्दाखेरि चाहिँ अब यसरी आयो मलाई त बिचमा स्पेसहरू पनि चाहिन्छ अब मलाई जहाँ जहाँ स्पेस चाहिन्छ नि त्यो त बराबर डिस्ट्रिब्युट हुन पर्यो हो स्पेस चाहिने ठाउँमा चाहिँ स्ल्यास भी फिल हालिदिने कि जस्तै यहाँ मैले स्ल्यास भी फिल हालेँ मलाई यहाँ पनि स्पेस चाहिन्छ होइन स्ल्यास भी फिल हालेँ मैले जतिवटा स्ल्यास भी फिल हाल्छु त्यतिवटै भर्टिकल स्पेस चाहिँ डिस्ट्रिब्युट भएर चाहिँ सबैतिर लाग्छ कि जस्ट भी फिल अब मैले यहाँ एउटा राख्छु नि बुझाउँछु है मैले यो नदेखाइ बुझ्दैन जस्तै अब यहाँ आएर मैले भिफिल कहाँ युज गरेको छु है त यहाँ आएर जस्तै मैले भिफिल एउटा यहाँ युज गरेको छु डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ पछि अर्को यहाँनिर युज गरेको छु यहाँ छ अनि यहाँ छ मैले जहाँ जहाँ भिफिल युज गरेको छु त्यहाँनिर चाहिँ एउटा स्पेस क्रिएट भएको छ र त्यो स्पेस क्रिएट भएको नै एभाइलेबल स्पेसलाई चाहिँ बराबर डिभाइड गरेर हो कि बुझ्यो कुरा अब भनिसकेपछि मेरो यो कन्टेन्ट त अझै बढी हुन्छ यसरी चाहिँ सेन्टर पनि भएर बराबरमा नि डिभाइड हुन्छ अब मलाई अरू बेला जस्तो कोही कुरा बोल्ड गर्न छ भने यसरी सेलेक्ट गर्यो बोल्ड गर्न सकिन्छ होइन जे गर्न मन लाग्यो त्यो चाहिँ मजाले गर्न सकिने भयो ठिक छ जस्तै अहिले यो बोल्ड गरेँ क्यापिटलमा लेख्न छ भने तिमीले क्यापिटलमा लेख्न सक्छौ ठिक छ कुरा ल यति ट्राई गर कसैलाई केही छ भने सोध भोलि चाहिँ हामी टेबल गर्छौँ र फिगर पनि मैले सबै भनेको चाहिँ होइन है फिगरमा अझै पनि कुराहरू छन् तिमीलाई जस्ट अहिले बेसिक गराइरह भएर म एकदम गाह्रोमा चाहिँ गएको छैन सम्पदाको भइसक्यो यति ओके ल गुड क्रिम्सनको भइसक्यो सर ल गुड अनि सेरी सन्देश पाण्डे लगभग धेरैजनाले सकायो होला है ल आज चाहिँ हामीले बेसिक म्याथमेटिक्स चाहिँ कभर गर्यौँ त्यसपछि हामीले बेसिकली फिगर कसरी हाल्ने भनेर जान्यौँ तर फिगर यति मात्र होइन फिगरको अझै धेरै पनि छ त्यो तिमीहरूले बिस्तारै एक्सप्लोर गर्दै जान्छौ आज 81 धेरै हुन्छ भने चाहिँ मैले भने छैन त्यसपछि हामीले आज चाहिँ कभर पेज हाल्न जान्यौँ भोलि हामी टेबल र रिफरेन्सिङ चाहिँ कसरी गर्ने भनेर हेर्छौँ है त कोड पेस्ट गरिदिन्छु तर यो फिगरहरू चाहिँ आउँदैन है त्यो चाहिँ ख्याल गर म जिप फाइल चाहिँ डाउनलोड गरेर तिमीहरूलाई पठाइदिन्छु अनि यो जिप फाइल अपलोड गर्नु है जस्तै मैले यहाँबाट डाउनलोड एज सोर्स कोड भनेर गरेँ होइन त्यो डाउनलोड भइसक्यो यता डाउनलोड हुँदैछ अब त्यस पछाडि चाहिँ जस्तै यहाँ ब्याक टु योर प्रोजेक्टमा जाने त्यस पछाडि चाहिँ अपलोड प्रोजेक्टमा जाने होइन जस्तै न्यू प्रोजेक्टमा अपलोड प्रोजेक्टमा जाने सेलेक्ट अ जिप फाइल भन्छ मैले पठाएको जिप फाइल चाहिँ अपलोड गर्ने बुझ्यौ अनि त्यसपछि त्यो खुल्छ जस्तै यहाँनिर खुलिसक्यो होइन म त्यो चाहिँ यहाँ तिमीहरूलाई देखाउँछु जस्तै मैले यसमा यो जिप फाइल चाहिँ हेर्दै यसरी अपलोड गरेँ यो अपलोडिङ भनेर देखाउँदैछ नि त है त्यो अपलोड भइसकेपछि खुल्छ म तिमीहरूलाई त्यही कुरा चाहिँ त्यो जिप फाइल चाहिँ युजमा हालिदिन्छु अब आजलाई यति नै गऱ्यौँ अरू तिमीहरूलाई केही सोध्न छ भने चाहिँ तिमीहरू सोध्न सक्छौ नभए मैले यहाँनिर उसमा हाल्दै वाट्सएप ग्रुपमा हाल्दै हजुर यो जस्टिफाई लेफ्ट लाइनहरु कस्तो जस्टिफाई लेफ्ट अलाइनहरु ल प यहाँनिर हैन प्रोजेक्ट क्यान्सल अघि हामीले सेन्टरिङ तिमीलाई थाहा भइहाल्यो हैन टेक्स्टमा कि फिगरमा
जेमा पनि टेक्स्टमा ल जेमा पनि जस्तै सेन्टरिङ छ होइन स्ल्यास राइट राइट गरे भने चाहिँ यहाँ हेर त लेफ्टतिर हुन्छ होइन यतातिरबाट चाहिँ यता ढकाल्छ अब यहाँनिर राइट लेफ्ट गरे भने चाहिँ उतातिर जान्छ कि बुझ्यौ सेन्टरिङको ठाउँमा हजुर सर बुझ्यौ हजुर हजुर जस्टिफाई जस्टिफाई त बाई डिफल्ट जस्टिफाइड हुन्छ के पनि गर्नु पर्दैन त्यो जस्टिफाई चाहिँ बाई डिफल्ट एमएस वर्डको अलाइनमेन्ट जस्तै होइन सर हो एमएस वर्डको अलाइनमेन्ट बाई डिफल्ट जस्टिफाइड हुन्छ यो कभर पेजमा 3वटा लाइन हुन्छ त बिचमा त्यो चाहिँ कसरी गर्ने लाइन हाल्न मिल्छ नानी 3टा लाइन होइन अब तिमीहरूको लागि फेरि अर्को एउटा प्याकेज हाल्न पर्छ थप्न पर्छ लेख्न पर्छ होइन जस्तै युज प्याकेज टिक्स भन्ने हुन्छ यो गर्न चाहिँ सजिलो छ त्यही भएर एकदम सर्टसर्टी मैले भनिदिएँ है जस्तै अब टिक्स हालेँ बिगिन टिक्स पिक्चर गर्नुपर्छ बिगिन टिक्स पिक्चर पनि गरेँ अब यहाँ चाहिँ कोअर्डिनेट हाल्नुपर्छ कि जस्तै स्ल्यास ड्र होइन ड्र कहाँदेखि कहाँसम्म गर्ने होइन जस्तै 0,0देखिबाट जस्तै मासतिर गर्ने भन्दाखेरि अहिले भनौँ 0,10सम्म ड्र गर्ने भनेर भनौँ है लास्टमा सेमिकोलन पनि हाल्नुपर्छ जस्तै यो पछि हेर भनेर मात्र भनिदिएको है जस्तै यहाँ यति ठुलो लाइन आयो होइन अब यसलाई चाहिँ खासमा बिगिन फिगरभित्र हाल्दाखेरि चाहिँ बेटर हुन्छ ताकि हुन्छ नि यताउता मिसप्लेस नहोस् अथवा यहाँनिर चाहिँ एउटा स्ल्यास हालिदिँदाखेरि बेटर किनकि न्यू लाइनमा जाओस् भनेर है एउटा चाहिँ रिफरेन्सको लागि बनाइदिने कि जस्तै हेर त यति रिफरेन्सको लागि बन्यो अब मैले यो बनाएको त 0,0देखि 0,10सम्म हो भनेको यो 0,0 यो 0,10 अब यसलाई चाहिँ थप्ने के अझै जस्तै यसैलाई मैले अझै के गरेँ ड्र गरेँ अब योभन्दा अलिकति यता आउनु पर्ने हो नि त होइन त्यही भएर चाहिँ मैले के गरेँ त यहाँनिर 0को ठाउँमा -2 गरेँ -2,0देखि -2,10सम्म नगरेर कतिसम्म गरेँ त मैले 8सम्म गरेँ र यो पनि मैले 2बाट स्टार्ट गरिदिएँ है अनि त्यसपछि अर्को एउटा थपिदिन्छु जस्ट सिम्पल यो चाहिँ तिमीले ड्र गर्ने जान्नुपर्छ कि म यतातिर चाहिँ भन्दैन थिएँ होइन सिम्पल यो लाइन मात्र तान्ने भएर चाहिँ भनिदिएको है हेर त अब यो स्पेसिङ घटाउनु छ भने यो 2को ठाउँमा 1 राखिदिने हो वा 1.5 अब तिमीलाई कतिको चाहिएको छ त्यो अनुसारले ड्र चाहिँ गर्न मिल्छ यो गरेँ अब अलिकति स्पेस घट्छ त्यही त हो बुझ्यौ वाट्सएपमा एड नि छैन कसरी एड हुने प्रशंसा अधिकारी तिमी कसरी जोइन गर्यौ त वाट्सएपमा छैनौ भने मैले त त्यो त्रिचन्द्रको ग्रुपमा हाल्नु भएको थियो अनि त्यो लिङ्क अनि त्यहीबाट ए ओके हाम्रो को छन् भाइ यहाँ जनक छन् नि होइन मैले लिङ्क पठाइदिएँ सर ए ल लिङ्क पठाइदिइसक्यो उनले बुझ्यौ अघि कुन लाइनले सोधेकी थिइन् सर यो कोड पठाइदिनु न है यो ड्र गरेको हजुर ड्र गरेको युज प्याकेज टिक्स पिक्चर त थाहा छ नि होइन हजुर युज प्याकेज टिक्स त गर्न आइहाल्छ अनि यो नेक्स्ट लाइन हाल्नु है यो नेक्स्ट लाइन हालिदिनु नि अब यो अनुसार लेन्थ त चेन्ज गर्न सक्छौ नि होइन आफैले अब 8को ठाउँमा यो 9 पनि गर्न सकिन्थ्यो जस्तै यो 1 गरेर होइन त्यो भनेको अब आफूलाई जस्तो चाहिन्छ त्यो अनुसार गर्ने हो तिमीले सुरुमा एकदम फ्री माइन्ड भएर चाहिँ बेसिक कमान्डहरू मात्र जान्ने अनि बिस्तारै थप्दै जाने हो है एकैचोटि एउटै कुरामा धेरै कुरा एड गर्छु भनेर चाहिँ सुरुमै नगर त्यसरी ल आजलाई अरू केही छ सोध्न पर्ने ल नभए आजलाई यति नै गरौँ
भोलि चाहिँ हामी टेबल अनि रेफरेन्सिङ हेर्छौँ होइन अनि त्यसपछि तिमीहरूलाई मैले सन्डे चाहिँ टेम्प्लेट पनि दिन्छु र हामी फिजिकल्ली पनि भेट्छौँ है त ल आजलाई यति नै भयो हाम्रो कन्ट्रिब्युट गर्नलाई सदिक्षा बहिनी छन् कि छैनन् Thank you, sir, for today's session. Participants, keep practicing today's content as it will help you in your academic writing and projects. We'll meet again tomorrow for the final online session. Have a great evening. Thank you. ल थ्याङ्क यू सदिक्षा गुड नाइट एभ्री वान Good night, sir. Thank you, sir.